म को हो र म यहाँ किन आएको भनेर एक न एक दिन त हामीलाई यो प्रश्नहरू आएको होला नि त होइन? सो आजको पडकास्टमा चाहिँ हामी we're gonna talk about the meaning of life. अनि धेरै बेर धेरै समयदेखि यो पडकास्ट बनाउनु मन लागिरहेको थियो ब्याक एक्चुली अगस्तदेखि तर के मिलिरहेको थिएन क्या अनि मेरो साथीसँग बोलिरहेको थिएँ त्यति बेला चाहिँ यो टपिकमा हामीहरूको कुरा गयो क्या अनि I thought it will be a good discussion to have this conversation with अर्को मान्छे राइट किनकि अब मैले मात्रै मेरो धारणा सेयर गरेँ भने राम्रो हुँदैन नि त सो allow me to introduce to you my brother my Solti and the co-host of the podcast Kamal Solti welcome यार Yo, Sam, thank you, thank you. What's up? um, त्यही हो यार चिसो छ यहाँनिर होइन हिउँ खानुको लागि तयार छौँ बट Mhm. आजको टपिक चाहिँ लाइक धेरै इन्ट्रेस्टिङ टपिक छ होइन किनकि इट्स अ भेरी कम्प्लेक्स टपिक अनि यो टपिकमा चाहिँ धेरै धेरै थोकहरू हुन्छ नि मिसिएको छ नि त होइन सो टु अल द भ्युवर्स डिस्क्लाइमर यो टपिकमा चाहिँ हामीहरूको धारणाहरू हामीहरूको ओपिनियन हामीले भोगेको चिजहरू सेयर गर्नेछौँ सो बी अवेर हुन्छ नि यो पडकास्टको आई मिन यो टपिकको पर्पस चाहिँ त्यही हो कि we want to talk about something that is very important something that can start conversation right Kamal. Oh yeah, 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 yeah. I think it's good thing that we started out. We are, we're gonna discuss about so many different things. So it's not gonna be against anyone. So please don't take it any offenses to. I just like to say that at first. So maybe we'll be describing about different areas of life. So just beware. Like we are not discrimination anything or any kind of thoughts of people. राइट अनि यो यो टपिक नै कस्तो छ भने द थिङ अबाउट अस ह्युमन बिङ चाहिँ हामी सबैजना युनिक छौँ नि त होइन अब मैले भोगेको कुराहरू मैले भोगेको हुन्छ नि क्षणहरू इट्स डिफ्रेन्ट देन अदर पर्सन होइन सो त्यही भएर यो यो टपिक इन जेनरल क्यान बी डिफ्रेन्ट फर एभ्रिबडी होइन अनि हामीहरूले भोगेको कुराहरू सेयर गर्नेछौँ हाम्रो धारणाहरू सेयर गर्नेछौँ र त्यही हो कि अघि मैले भने जस्तै द पर्पज इज टु start a dialogue about the purpose of life, the meaning of life, and what it means to live a meaningful life. किनकि often मैले चाहिँ के देखेको छु भने we go through life in a daily basis without realizing what we're doing क्या सो हामीहरूको यो गोल चाहिँ त्यही हो कि we want to start our dialogue अनि त्यति भन्दैमा कमल तिमीलाई चाहिँ यो क्वेसन चाहिँ कहिले चाहिँ आएको थियो होला वाट इज लाइफ मेरो जिन्दगी के हो म यहाँ किन छु हो यो भन्ने क्वेसनहरू चाहिँ कहिले आएको थियो होला तिम्रो लाइक हुन्छ नि फर यो So all right, Sen, what is life, right? जीवन के हो? यो प्रश्न सायद मलाई धेरै अगाडिदेखि आएको थियो होला। हाई स्कुल सकेर कलेजको दौरानको समयमा आएको थियो क्या हुन्छ नि। अ, त्यो समयमा चाहिँ यो प्रश्न आएको थियो, जीवन के हो? हुन्छ नि। त्यतिखेर आएको थियो। तिमीलाई चाहिँ कतिखेर आएको थियो? मेरो भन्नुपर्दा चाहिँ सो दुईवटा इन्स्टेन्समा आएको थियो एउटा त जब सो लाइक रिसेन्टली मेरो आमा खस्नुभएको थियो रिसेन्टली भन्दा पनि तिन तिन वर्ष भइसक्यो होइन अनि त्यति बेला चाहिँ लाइक आफ्टर लुजिङ माई मम होइन कस्तो लाइक Mhm. आई जस्ट आई फिल लाइक आई वाज नट लिभिङ लाइफ टु द वे द्याट आई वान्ट टु लिभ क्या अनि त्यो त्यति बेला आएको थियो किनकि आई वाज नट ह्याप्पी विथ द वे द्याट थिङ्स वर गोइङ क्या
अनि त्यति बेला बसेर हुन्छ नि रिफ्लेक्ट गरेँ, सोचेँ अनि मलाई चाहिँ जिन्दगीबाट के चाहियो? व्हाट आई वान्ट आउट अफ लाइफ हुन्छ नि? लाइक मेरो अहिले जिन्दगी कस्तो भइरहेछ त्यो सबै सोधेँ क्या। एन्ड त्यति बेला आएको थियो द्याट क्वेसन। अनि मैले धेरै कुराहरू केलाएँ क्या त्यति बेला, धेरै केलाएँ। अनि अर्को टाइम चाहिँ जब मेरो when I had a heartbreak, राइट? त्यति बेला आएको थियो। किनकि कस्तो हुँदो रहेछ भने when you go through heartbreak, right, तिम्रो लाइक जिन्दगी नै अपसाइड डाउन हुँदो रहेछ क्या, अपसाइड डाउन हुँदो रहेछ। अनि त्यसले चाहिँ धेरै सोच्नु बाध्यता उयो गर्ने रहेछ क्या। अनि आई थिङ्क मेरो लागि त्यही हो, लाइक दोज टु इन्स्टेन्सेस वर big for me in terms of like this question popping out. अनि सो लाइक त्यति बेला आएको थियो। अनि अर्को टाइममा भन्नुपर्दाखेरि चाहिँ आई वाज रिडिङ दिस बुक होइन, आई वाज रिडिङ दिस बुक र त्यो बुकमा चाहिँ इट वाज टकिङ अबाउट फाइन्डिङ यर पर्पस अनि नोइङ द मिनिङ अफ लाइफ क्या। यो बुकमा चाहिँ के हुन्छ भने, सो इट्स अ रिफ्लेक्टिभ बायोग्राफी। द बुक इज कल A Thousand Years in a Mile, समथिङ त्यस्तो। इट्स अ लङ टाइटल। त्यो बुकमा चाहिँ कस्तो हुन्छ भने स्टोरी चाहिँ अथरलाई चाहिँ मुभी बनाउनु भनेर प्रड्युसरहरूले अप्रोच गरेको हुन्छ क्या, उसको बायोग्राफी बनाउनु भनेर। अनि त्यो बुकहरू बनाउँदाखेरि वेन एभर हि इज राइटिङ अ स्क्रिप्ट फर द मुभी, उसले रियलाइज गर्छ कि हि हेजन्ट लिभ द मिनिङफुल लाइफ क्या। एन्ड हि स्टार्ट टकिङ अबाउट हाउ हुन्छ नि लाइक पर्पसहरू कसरी फाइन्ड गर्ने एन्ड अल द्याट। सो आई थिङ्क दोज थ्री टाइम्स वर लाइक जब मैले त्यो क्वेसनमा चाहिँ बेसी निहालेर र सोचेको क्या। अनि लाइक तिमीसँग कुरा गर्दा when we were talking अफ क्यामेरा होइन, तिमीलाई पनि सोधेँ मैले क्वेसन होइन। यो क्वेसन चाहिँ म युजली अरूलाई पनि सोध्छु, अनि तिमीलाई सोधेँ अनि तिमीले एउटा इन्ट्रेस्टिङ आइडिया दियो क्या। आई मिन इट वाज अ भेरी इन्ट्रेस्टिङ कन्सेप्ट। यु टक्ड अबाउट द कन्सेप्ट अफ BC and D, राइट? म तिमीलाई नै एक्सप्लेन गर्न दिन्छु त्यो चाहिँ। आई थिङ्क यु विल डु बेटर जब अफ द्याट। यो BCD क्या, म एक दिन यो चाहिँ मैले लाइक इट्स नट फाउन्डेड बाई मी। सो एक दिन हामी काममा त्यत्तिकै इन क्याजुअल गफ गर्दै थियो। एकजना दा हुनुहुन्छ सो मैले दादा अर्को स्टेटदेखि यहाँ सर्नु भएको रहेछ, म नि अर्को स्टेटदेखि सरेको थिएँ। अनि त्यति कुरामा म दादालाई सोधेँ क्या, दा तपाईँलाई रिग्रेट त छैन नि यो स्टेटमा सर्दाखेरि भन्दाखेरि उहाँले के भन्नुभयो भने, मलाई केही पनि रिग्रेट छैन होइन, तिमीलाई म एउटा कुरा सोध्छु ल भन्नु। मतलब ओके गो अहेड दा भने। अनि तिमीलाई यो BCD भनेको के हो थाहा छ भन्नु। इट्स अ एल्फाबेट राइट? राइट स्याम? Yeah, it is alphabet. आम लाइक आई डिड नट टुक द्याट टु डिप त्यतिखेर त। अनि लाइक ओके भन्ने नि त भन्दाखेरि बी बर्थ, डी डेथ, सी चोइस, राइट? व्हाट चोइस यु वान्टेड टु मेक। एकदम गहिरो छ क्या। अनि त्यहाँदेखि चाहिँ एकदम त्यो 3टा लेटर्स नै अल्फाबेट नै एकदम गहिरो छ क्या। बी बर्थ, डी डेथ, राइट? बर्थ आउट अफ आवर ह्यान्ड, डेथ आउट अफ आवर ह्यान्ड, राइट? चोइस इन आवर ह्यान्ड होइन? ए फेरि यसो सोच्दाखेरि सीबाट धेरै थोक छ नि त, लाइक लाइफको विषयमा क्या, जीवनको विषयमा सीबाट त choice, challenges होइन, circumstances, लाइक डिफ्रेन्ट भेरियसमा जान्छ क्या। सबै लाइफसँग रिलेटेड छ क्या, लाइफ साइकलसँग होइन। अनि त्यहाँदेखि टक्कसँगले दाल त्यो भने पछाडि चाहिँ मलाई टक्क त्योले छोयो क्या। देन आई स्टार्ट गोइङ डिप डाइभ हुन्छ नि त्यसको लागि। आई फिल लाइक इट वाज भेरी फिलोसोफर एन्सर है दाकोबाट चाहिँ त्यो BCD। Yeah, it was Yeah, and then if you deep dive into it, it has like very deeper meaning of life. राइट। लाइक जब तिमीले मलाई त्यो भन्यौ नि, लाइक मलाई पनि एकछिन त लाइक कस्तो सोच्ने बनायो क्या। किनकि त्यो त ट्रु नै हो नि त, राइट? हामी जन्मिन्छौँ अनि हाम्रो
हुन्छ नि लाइक वी विल डाई वान डे राइट मर्छौँ। त्यो त एउटा आई थिङ्क द ओन्ली थिङ द्याट इज कन्सटेन्ट इन लाइफ इज आवर डेथ राइट अनि Mhm. whatever happens in between that's up to us right choice and Yeah. तिमीले भने जस्तै choice can be for like C can stand for lots of things like consequences right किनकि लाइफमा Yeah. consequences हुन्छ लाइफमा choicesहरू हुन्छ and you also gotta have confidence C for confident right Yeah. अनि Confidence. अनि एउटा Different components. या डिफ्रेन्ट कम्पोनेन्ट एउटा त्यो सी भन्ने बित्तिकै आई वान टक अबाउट समथिङ द्याट आई थिङ्क वी डोन्ट रियलाइज इज Mhm. हाम्रो जिन्दगी हो नि त होइन लाइक वाट एभर हामीलाई के गर्नु छ जिन्दगीमा कस्तो बनिनु छ के गर्नु छ त्यो त हामीले नै तय गर्ने हो नि त होइन लाइक नट एभ्रिथिङ इज नट रिटन इन स्टोन क्या अलिअलि त अब भन्छ नि लाइक भाग्यमा लेखेर आएको छ होला त्यो होला होइन तर कति कुरा त हामीले पनि बनाउनु पर्छ नि त कति कुरा त हामीले पनि वी निड टु वर्क अन इट होइन अनि आई थिङ्क द्याट्स what वी निड टु रियलाइज अबाउट लाइफ इज वाट एभर ह्यापन्स इज विदिन अस राइट अब जस्तै सिचुएसनहरू होला वी अल गो थ्रु भेरियस स्टेज अफ लाइफ अनि कोही कोही बेला हुन्छ नि देयर bad times there's good times right no matter what Mhm. happened to us or no matter what we're going through त्यो इभेन्ट हामीले कसरी इन्टरप्रेट गर्ने र त्यो कसरी लाइफमा अगाडि बढ्ने त्यो त हामीले तय गर्नुपर्छ नि त होइन सो आई थिङ्क द्याट्स what we need to realize is the meaning of life is not set in stone it is something that we can create र it is Mhm. something that we can cultivate it is something that we can develop right अनि यो Mhm. तिमीले बिसिडीको फ्रेमवर्कको कुरा गर्यो नि त्यो त्यो मलाई चाहिँ त्यो कन्सेप्ट Mhm. चाहिँ इन्ट्रेस्टिङ लाग्यो क्या it was definitely like huh that's a very interesting thing मैले तिमीलाई अघि भने जस्तै क्या त्यत्तिकै अब त्यो रेलामा गफमा आउँदाखेरि इट्स अ भेरी डिप टचिङ हो क्या त्यो चाहिँ। इट्स लाइक यु हेभ टु नो विच वे यु आर टेकिङ हुन्छ नि अब बिसिडी भन्ने बित्तिकै तिमीले त इट्स अल्फाबेट लेटर भन्यो तर लाइक सम पिपल डिसाइडेड टु गो लाइक डिप डाइभ इन्टु इट सम बी लाइक के भन्न आएको जस्तै होला हुन्छ नि। सो त होइन त्योभन्दा भन्दै लाइक सीमा त तिम्रो धेरै थोक छ नि त या आई मिन यु हेभ टु क्रिएट योर लाइक यु आर योर ओन driver creator to drive your yeah you, like yeah you're your own curator to drive your life like where do you want it to take your life right like how far you want it to go like how do you want to navigate it it's all up to you क्या हामी चाहिँ के सोच्छौँ भन्दाखेरि कतै न कतै केही न केहीबाट जीवन त गुजारिस भइरहेको होला भन्ने हुन्छ तर हामीले नगरिकन केही पनि हुँदैन क्या हुन्छ नि अँ सो हामीले बाटै बनाउन भने चाहिँ गाडी कसरी कुदाउनु त आफ्नो जीवनको right like there has to be a path where we're going अनि it, since we're talking about creating path and stuff like that right हामीले अघि त्यो कुरा गऱ्यौँ होइन the meaning of life can be cultivated right अनि Yeah. मैले पनि एउटा फ्रेमवर्क इस्टाब्लिस गरेको छु होइन एउटा फ्रेमवर्क इस्टाब्लिस गरेको छु तिम्रो फ्रेमवर्क बिसिडी भइगयो होइन विच आई फाइन्ड भेरी इन्ट्रेस्टिङ एन्ड मेरो फ्रेमवर्क पनि इन्ट्रेस्टिङ छ एन्ड बिफोर आई टक अबाउट माई फ्रेमवर्क होइन आई वान टक अबाउट how I came up with this framework किनकि यो मलाई चाहिँ लाग्छ both कमलको र मेरो फ्रेमवर्क can be applied in anybody's life right किनकि Mhm. it's a very specific it's not very specific but it's also something that you can apply to your own life so धेरै lots of things has happened to my life होइन in past जस्तै मैले अघि कति कुरा त मेन्सन पनि गरेँ my mom passing away and I didn't really had anybody uh, in terms of हुन्छ नि गाइडेन्सहरू अनि कति कुरा त मैले अब जिन्दगीमा भोगेरै पढेरै पनि सिकेको छु होइन अनि यो Mhm. फ्रेमवर्क चाहिँ इट्स अ कल्टिभेसन इट्स अ रिफ्लेक्सन अफ लट्स अफ थिङ्स द्याट हेज ह्यापन टु माई लाइफ हुन त हामी बोथ यङ नै छौँ अब कमल त हुन्छ नि हि इज लाइक हि इज अबाउट बी हि इज अन इज
mid 30s, and I'm just kidding. Kamal is, I mean, दुवैजना सेम एजमा छौँ, बट वेयर प्रिटी यङ, अझै भोग्नु बाँकी छ होइन. सो but the thing is, like, no matter what age you are, right, life is not going to say, oh, you're still young, I'm not going to give you suffering, I'm not going to give you pain, भनेर लाइफले त्यसरी सोच्दैन रहेछ क्या. सो कोही कोही बेला त्यस्तै हुँदो रहेछ क्या. सो मेरो जिन्दगीमा त्यस्तै भएको थियो. एन्ड द्याट्स वर आई काइन्ड लाइक डेभलप दिस फ्रेमवर्क. किनकि एउटा टाइममा थियो कि म जब चाहिँ कस्तो लाइक हुनु त त्यो लाइक नाइभले सोचेको होइन, त्यो भोलापन्ती नै हो. मलाई चाहिँ लाग्थ्यो कि भगवान्ले आएर हुन्छ नि सबै थोक देखाइदिन्छ, सबै थोक कहाँ कहाँ के गर्ने उयो हुन्छ नि. इभेन्चुली विल क्लिक, राइट? इभेन्चुली विल क्लिक, त्यस्तो लाग्थ्यो Yeah. क्या. I mean, like, त्यो सानोमा हुँदा त लाइक अब हामीले त त्यो त लाइक बिलिभ त गर्नु पर्यो नि त, ओहो भगवान्ले यस्तो देखाइदिनुहुन्छ अरे, ओहो भगवान्ले होइन, त्यो पनि एउटा लाइक एउटा एज अनुसारको कुरो हो क्या सानो. अब अलिकति सानोमा त हामीलाई त्यो खालको थट्स आउनु त्यो त लाइक इट्स आई गेस इट्स अ गुड थट. तर होइन, हामी यहाँनिर अहिले यो कुरा गर्दा गर्दै अघि तिमीले मलाई सोध्यौ नि लाइक वेन डिड यु डिस्कभर वाट इज लाइफ भनेर. आई थिङ्क आई थट अबाउट इट लिटल लेट क्या. मैले अलिक सोच्दा चाहिँ अलिकति ढिलो सोचेँ कि जस्तो लाग्यो क्या. आई थिङ्क वाट इज लाइफ भन्ने कुरो आउने र सोच्ने लाइक पर्फेक्ट टाइमिङ चाहिँ है, मैले मेरो लाइक द वे हाउ आई लुक इन्टु इट है, मेरो पर्सपेक्टिभमा चाहिँ Mhm. it should be at high school. I'll sit in between sophomore and junior year. Okay. Right. Two times, say like yes, you'll be like what, 15, 16 or 16, 17. Age Teenage frame. phase, basically. Teenage phase बाट गइरहेको Yeah, हुन्छौँ. teenage phase. Yeah, that you are about to be, promote yourself to a young adulthood. सो आई थिङ्क त्यो चाहिँ मेरो लागि पर्फेक्ट टाइम हो कि जस्तो लाग्यो क्या. किनभने त्यो टाइममा चाहिँ हामीले छिटो रिफ्लेक्ट गर्न सक्छौँ क्या, जे कुरोलाई पनि एडप्ट पनि गर्न सक्छौँ, सिक्न पनि सक्छौँ र छिटो लाइक रिफ्लेक्ट पनि गर्न सक्छौँ. किनभने अब जीवन हो, जीवन के हो त भन्दाखेरि organ ले त चल्ने हो नि त, Mhm. होइन? लाइक अब हाम्रो जीवन या हाम्रो जिन्दगी त organ ले चलिरहेछ नि त. हाम्रो लाइक 2-4 वटा organ ले लाइक मेन organहरूले काम गर्न छोडोस् त, we won't be able to function our life on daily basis. So I feel like that's the one of the peak time हुन्छ नि, like like your organs are established and they're good to go. And plus your mind are like so sharp हुन्छ नि, like sharp as knife. So I think that's the perfect timing to think like what is life and what do you want it to do and how do you want it to drive your car हुन्छ नि, like like where do you want to take your car as your destination or as your journey. Right. Yeah, like तिमीले भन्यो नि लाइक यु रियलाइज लिटल बिट लेट भन्यो होइन. आई थिङ्क त्यो तिमीले भनेको एज, द टिनेज एज इज एक्चुली पर्फेक्ट. अनि कोही कोही मान्छे दे सो यस्तो सोच्ने कुराहरू चाहिँ हाम्रो फ्रन्टल लोबले कभर गर्छ होइन त. आवर फ्रन्टल लोब इज रेस्पोन्सिबल फर अल द लजिकल रिजनिङ एन्ड अल द बिग डिसिजन मेकिङ, राइट? अनि Mhm. मलाई चाहिँ लाग्छ our frontal lobe actually does not fully develop until 25, late, like Mhm. mid 20s, right? So I think हाम्रो गल्ती पनि होइन क्या, because we are biologically wired to do that, like think that way. किनकि 18 वर्षमा त, and like I said, त्यो maturity भन्ने कुराहरू it's shaped by lots of things. अब कोही लाइक मैले भने जस्तै कति कुराहरू त भोगेर नि लर्न गर्ने हो, कति कुराहरू त पढेर देखेर अरू मान्छेहरूसँग कुरा गरेर सिक्ने हो. एन्ड द्याट्स वाइ वेआर ह्याभिङ दिस डिस्कसन राइट नाउ. किनकि मेरो धारणा डिफ्रेन्ट छ, कमलको धारणा डिफ्रेन्ट छ, मेरो जिन्दगीको मिनिङको लाइक द मिनिङ अफ लाइफ डिफ्रेन्ट छ, कमलको डिफ्रेन्ट छ होइन. अनि Mhm. just because you don't have your meaning of life right now does not mean that you're behind, right? Does not mean that you are not going to be able to find out. मैले अघि भने जस्तै it's something that you can cultivate, right? अनि I think it's a
आई डोन्ट थिङ्क तिमी लेट थियौ होइन त्यति बेला। आई थिङ्क त्यो टाइम नै त्यस्तै हो क्या। किनकि 18 वर्षमा टिनेज फेजमा हामीहरूको लाइक हुन्छ नि शरीरहरू पनि ग्रो भइरहेको हुन्छ होइन। देयर इज लट्स अफ थिङ्स द्याट इज ह्यापनिङ एराउन्ड अस क्या। किनकि हामी जन्मिँदाखेरि होइन हामी बालका हुन्छौँ अनि जब लाइक हुर्किँदै जान्छौँ वी लर्न लट्स अफ थिङ्स राइट। वी लर्न थिङ्स अबाउट आवर सेल्फ, वी लर्न थिङ्स अबाउट हाउ द वर्ल्ड वर्क्स। हामी हुन्छ नि वी लर्न अबाउट डिफ्रेन्ट काइन्ड अफ साइकोलोजी, डिफ्रेन्ट काइन्ड अफ माइन्डसेटहरू लर्न गर्छौँ होइन। सो आई डोन्ट थिङ्क लाइक तिमी लेट थियो मेरो ओपिनियनमा होइन। किनकि आई थिङ्क त्यो टाइम नै त्यही हो क्या। बट प्रोएक्टिभली एट अर्ली एज पनि मलाई चाहिँ लाग्छ यो क्वेसनहरूको बारेबाट सोच्नु सकिन्छ क्या। अनि Yeah. to do that you have to reflect a lot, right? Reflection मलाई Mhm, लाग्छ mhm. it's very important in terms of finding the meaning of life. म मेरो फ्रेमवर्कको कुरा गर्नुभन्दा अगाडि होइन तिमीले चाहिँ होइन लाइक टु फाइन्ड यर मिनिङ अफ लाइफ होइन के चाहिँ लाइक तिमीले त्यो लाइक वाट डिड यु डु टु लाइक फाइन्ड यर मिनिङ अफ लाइफ? So what do I do to find meaning of my life? तिमीले चाहिँ के यसमा गर्यो? डिफ्रेन्ट त्यही त यसमा डिफ्रेन्ट भेरियस एन्सरहरू छ क्या। जस्तै एउटा समयमा जस्तै त्यो एक समयमा मैले टिनेज हुँदाखेरि सोचेँ। अब त्यो एक समयमा त टिनेज हुँदाखेरि सोचेपछि त कस्तो हुन्छ भने टिनेजमा त अब एकदम एनर्जाइटिक हुन्छ नि त होइन, एँ हुन्छ। चलिसक्यो नि त, अँ गइसक्यो। त्यहाँदेखि अलिकति अब थोरै एजले थोरै अलिकति हिट हुँदै गएपछि त अलिकति रेस्पोन्सिबिलिटी थपिँदै जान्छ हो। अलिकति देर थपिँदै जान्छ। त्यहाँदेखि कतिवटा तिम्रो डिसिजन चाहिँ लाइक यु हेभ टु लाइक प्रायोरिटाइज your decision based on what's going on in your life, होइन? So I mean, I'm still searching for my life, right? It's not like anybody can just come and find it. Get the facts, okay? Like even though you are on your 60s, you will be still searching for life because there are lots of hidden things, like they're in there for you to find it. mhm. हुन्छ नि? Does that make sense? Yeah, no, that makes sense, and I agree with that sentiment. Is like किनकि the meaning of life does not have to be same throughout the whole life नि त होइन। किनकि Yeah. जिन्दगी जिन्दगी लामो छ and it's something that can change over time क्या। So like you don't have to like even if you have the meaning of life, right? Does not necessarily mean that it's going to stay that way when you are 50, 60 or 30s. किनकि मलाई चाहिँ I believe in phases of life होइन। I believe in Yeah. phases of life अनि त्यो फेजमा चाहिँ कस्तो हुँदो रहेछ भने देयर आर फेजेस। अब टिनेज फेजमा हामीहरूको हुन्छ नि अब खेल्ने स्कुलको मात्रै ध्यान दिने समय थियो होइन। अनि एज वी गेट ओल्डर हुन्छ नि धेरै रेस्पोन्सिबिलिटीहरू थपिन्छ अनि हामीहरूलाई अब म करियर कसरी उयो गर्ने के गर्ने भनेर त्यो उयो हुन्छ नि त। सो बेस्ड अन द फेज हुन्छ नि फेजेस अफ लाइफ वी गो थ्रु होइन इट इज पोसिबल द्याट हामीहरूको मिनिङ अफ लाइफ पनि चेन्ज भइरहन्छ क्या। अनि त्यही भएर इट्स इम्पोर्टेन्ट टु every once in a while sit down and reflect on where you are your life क्या। तपाईँहरू कहाँ हुनुहुन्छ भनेर तपाईँहरू कहाँ हुनुहुन्छ लाइक म कुन स्टेटमा छु, मलाई कहाँ जानु छ, के गर्नु छ, हो यो चाहिँ रिफ्लेक्ट गर्नु चाहिँ इम्पोर्टेन्ट रहेछ क्या एकचोटि बसेर। स्पेसली राइट नाउ अहिले हामीहरू वी आर इन अ वर्ल्ड जहाँ चाहिँ अब धेरै डिस्ट्र्याक्सनहरू सोसियल मिडियाहरू धेरै लाइक नोटिफिकेसन न्युजहरू यो भइरहेको हुन्छ होइन। सो हामीले त्यो एकान्तमा बसेर सोच्ने टाइम नै पाइँदैन रहेछ क्या। अनि त्यो चाहिँ एकदमै जरुरी छ क्या फर आवर डेभलपमेन्ट र फर आवर ब्रेन। अनि म त्यो कुरा भन्दा भन्दै आई वान्ट टक अबाउट माई फ्रेमवर्क। कमलले अघि उसको फ्रेमवर्क सेयर गर्यो BC डी। म मेरो सेयर गर्छु होइन। अनि कमल लाइक म मेरो फ्रेमवर्क सेयर गर्छु होइन। तिमीलाई केही इफ यु वान्ट लाइक केही क्वेसनहरू छ भने डेफिनेटली मलाई सोध होइन। दिस इज अल्सो लाइक this is also something that like I'm still working on figuring things out on my own as well. I feel like I do know my purpose in life. I do know my meaning of life right for now. यो Yeah. बदल्नु पनि सक्छ। सो मेरो फ्रेमवर्क चाहिँ
It's called VIP, right? अनि VIP चाहिँ के स्ट्यान्ड गर्छ भने it stands for value, intention, and purpose. मेरो विचारमा चाहिँ मलाई लाग्छ कि यदि कसैले यो 3टा क्याटेगोरीहरूमा राम्ररी निहालेर हेऱ्यो भने दे विल बी एबल टु लिभ मिनिङफुल लाइफ एन्ड क्रिएट लाइफ द्याट दे वान्ट एन्ड दे लाइक। किनकि भ्याल्यु भनेको चाहिँ हुन्छ नि वाट इज इम्पोर्टेन्ट टु यु, वाट्स यर प्रायोरिटी होइन? किनकि देयर इज लट्स अफ Mhm, एस्पेक्ट अफ लाइफ। हाम्रो लाइफहरूमा अब करियरहरू भयो, आवर रिलेसनसिप, our family, right? On our अरू थोकहरू, there's like lots of things and lots of avenues that people have in terms of their life, right? So what is your priority? Okay? Is it your family? mhm, Is it your work? Is it your career? Right? So that is mhm, more, that is important. And another thing, intention is तपाईँ तपाईँको समयहरू कसरी बिताइरहनुपर्छ, राइट? हाउ आर यु लिभिङ योर डेली लाइफ, or how are, like, whatever you're doing, what's your reason behind it, right? किनकि कस्तो mhm, पनि हुन्छ भने there are lots of people out there that are doing things with bad intention क्या। अनि mhm, whenever you're doing something, त्यो कुराहरूले चाहिँ अरूलाई असर नगरोस्। अब अनइन्टेन्सनली त्यस्तो त हुनसक्छ होइन, किनकि mhm, हामी सबैजना पर्फेक्ट छैनौँ पनि होइन, सो इट ह्यापन्स। बट इन्टेन्सन चाहिँ त्यही हुनुपर्छ कि नो म्याटर वाट यु डु, ट्राई नट टु हार्म अदर्स, or ट्राई नट टु डु थिङ्स टु अदर्स द्याट यु वुडन्ट डु टु यर सेल्फ, राइट? अनि mhm, अर्को बिग वान इज पर्पस, राइट? mhm, what you want to do in life, right? Or what is your um goal in life in terms of, what do you want to do? Ani, mhm, the thing about any of these, मैले अघि भने जस्तै, it can change over time. It can be, like, मेरो पर्पस अहिले डिफ्रेन्ट हुनसक्छ, डाउन द रोड अर्को हुनसक्छ होइन? सो mhm. मैले चाहिँ लाइक आफ्टर लङ टाइम अफ रिफ्लेक्सन यो फ्रेमवर्कमा उयो गरेँ क्या। एन्ड I think for me, it's a really good framework. It's not perfect, but it's something that can get many people get started with finding meaning of life. Yeah. Yeah, yeah, yeah. सो अघि तिमीले भने जस्तै क्या like your purposes changes over time होइन? And I think like in order to find the meaning of life for also to everyone हुन्छ नि हाम्रो जीवन के हो भनेर बुझ्न लाइक त्यसको महत्त्व आफूले आफूलाई जान्नको लागि चाहिँ अलिकति बाहिरको प्रकृतिसँग पनि आफू घुलमिल चाहिँ हुनुपर्छ क्या। किन भन्दाखेरि हामी त कति वर्ष चाहिँ बाँच्छौँ त लाइक लेट्स से 50 वर्ष, 60 वर्ष, 70 वर्ष, 80 वर्ष, 90 वर्ष, 100 वर्ष, 110 वर्ष। ल कति चाहिँ बाँच्छौँ त? तर यो प्रकृति चाहिँ यहाँ कति चाहिँ भयो त यहाँनिर बसेको होइन? यो प्रकृति कति लामो भयो यहाँनिर बसेको भनेपछि हामी जुन हाम्रो जीवनमा चाहिने कुरासँग नै हामी घुलमिल छैनौँ भने हामीले जीवन के हो भनेर चाहिँ कसरी बुझ्ने त एक, Mm, होइन? त्यो त आफूलाई चाहिन्छ त मतलब आफूलाई केही कुरो फाइन्ड गर्नको लागि पिस भन्छ नि अब कसैलाई कहीँनिर के भइरहेको छ झगडा गरेर आई निड टु फाइन्ड अ पिस। पिस कसरी मिल्छ त भन्दा पिस ह्यापन विथ इन नेचर लाइक हाउ यु रिएक्ट होइन? लाइक योर right. इमोसन चेन्ज ओभर टाइम राइट? Mm-hmm. So life, it's like how do you want to find your life, right? Like uh सक्सेस लाइक अघि सन्तोष भन्नुहुन्थ्यो क्या कति मान्छेलाई चाहिँ अब जस्तै मैले धेरै मान्छे अब हुन्छ नि यसो साथीभाइहरूदेखि लगेर इभन स्ट्रेन्जर मान्छेहरूलाई पनि म कहिलेकाहीँ यो प्रश्न त्यत्तिकै सोध्छु क्या। जस्ट इन जेनरल जस्ट टु नो हुन्छ नि लाइक ओपिनियन्सले द म्याटर्स गर्छ कतिवटा कुरामा तर कतिवटा कुरामा गर्दैन किन भन्दाखेरि वाट डु यु वान टेक एन्ड वाट डु यु नट लाइक वाट डु यु डु नट वान टु टेक क्या। Mm-hmm. कतिवटा कुरा आफूले लिने तर कतिवटा कुरा आफूले नलिने Right. होइन?
सो अब मैले कसैलाई सोधेँ सोधेँ मैले मेरो साथीभाइदेखि लगाएर सोधेँ, कसैले भन्नुभयो सङ्घर्ष भन्नुभयो, होइन? अब कसैले भन्नुभयो सायद यसको एन्सर कसैले भन्नुभयो सायद मेरो लागि चाहिँ यो अझै पनि मैले बुझिसकेको छुइनँ भन्नुभयो, होइन? उम्, कसैले के भन्नुभयो भन्दाखेरि दुःख पो होला कि भन्नुभयो क्या। किन अँ, भन्दाखेरि सायद उहाँहरूको कुनै एउटा लाइफको फेजमा चाहिँ होइन उहाँहरूको कुनै एउटा लाइफको फेजमा चाहिँ दुःखै मात्रै थियो र पो बा त्यसो भन्नुभयो कि भन्ने नि त हुन्छ नि त आफूलाई। अँ, एक्चुअल एक्चुअल यो दुःख, सुख होइन यता-उता भनेको यो त इमोसन हो नि त। इमोसन भनेको त इट्स जस्ट पार्ट अफ आवर लाइफ। इट या, चेन्ज ओभर टाइम। अनि कसैले भन्नुभयो सक्सेस, व्हिच आई एग्री एन्ड आई डिसएग्री एट द सेम टाइम। mhm, Just because you are a successful person does not mean that you find a meaning of your life or purpose of your life. राइट, सक्सेसले मात्रै त हुँदैन नि त। एकदम अँ, एकदम सक्षम व्यक्ति भयो भन्दैमा जीवन बुझेको छ भन्ने हुँदैन क्या, एबल व्यक्ति हुँदाखेरि हुन्छ नि। उम्, इफ यु आर जस्ट एबल टु डू थिङ्स, इट डज नट मिन द्याट यु अन्डरस्ट्यान्ड द मिनिङ अफ लाइफ। अघि भने जस्तै व्हाट इज लाइफ? देयर इज 8 बिलियन्स ओपिनियन एन्ड एन्सर इन दिस वर्ल्ड, mhm, राइट? I know some of our answer matches कहिलेकाहीँ हाम्रो एन्सरहरू म्याचेस हुन्छ किन भन्दाखेरि मेबी वी हेभ अ सेम केमिस्ट्री हुन्छ नि, उम्, सेम एनर्जी, सेम केमिस्ट्री। तर नो लाइक इफ यु लाइक हामीले हाम्रो जीवन खोज्ने हो क्या, हामीले जीवन खोजेर बनाउने पनि हो क्या एक त। तर राइट, सक्सेस होइन, सक्सेस लाइक ओभरलोड, लाइक वर्किङ हार्ड, लाइक मनी, इट्स नट व्हाट इज लाइफको एन्सर त होइन नि त त्यो। उम्, इट्स पार्ट अफ आवर लाइफ। या आई एग्री लाइक इट्स पार्ट अफ आवर लाइफ। लाइक या अफकोर्स सङ्घर्ष अफकोर्स लाइक इफ देयर इज नो लाइक च्यालेन्जेस देन there is no fun, right? Then you don't understand what his life is. राइट, They're part of our life. So I feel like life is mixed with so many different things. क्या जीवन होइन त्यो धेरै भेरियसमा मिक्स छ क्या, सबै थोक मिक्स छ। अब हामीले सुख मात्रै खोजेर होइन लाइक दुःख त नआइदियो हुन्थ्यो। सो हाम्रो चाहिँ हामीलाई चाहिँ राम्रै मात्रै नो, त्यसले त अब जीवन नै सिकाउँदैन नि त, के हो त जीवन, उम्, होइन? या, आई एग्री। जिन्दगीमा दुःख पनि हुनुपर्छ क्या, किनकि सुख मात्रै भयो भने त्यो हुन्छ नि, जब हामीहरू whenever we go through a dark time, we wouldn't know like when a good time happens होइन। सो फेलियरहरू र दुःख चाहिँ एकदमै जरुरी रहेछ क्या, किनकि त्यो फेलियर र दुःखहरूले पनि धेरै कुरा सिकाउँदो रहेछ क्या। एन्ड Mhm. मलाई लाग्छ अब तिमीले तिमीले भन्यौ नि लाइक when you went and asked lots of people about different meaning of like Yeah, the meaning of life, they all had different answer and yeah. उहाँहरू आफ्नो ठाउँमा सही हुनुहुन्छ, किनकि तिमीले मैले भने जस्तो अघि मैले अघि भने जस्तै सरी सेनले मैले अघि भने जस्तै क्या, यो उम्, पोडकास्टमा चाहिँ लाइक वी आर नट अफेन्डिङ एनी वान, सो इट्स नो अफेन्स। किनभने वी आर टकिङ अबाउट टपिक्स वेयर लाइक इट्स अ भेरी आर्ग्युएबल टपिक क्या, हामी एकदमै यसमा विवाद गर्न सक्छौँ क्या, किनभने यसको फ्याक्ट एन्सर छैन। या, प्लस लाइक वी आर नट अफेन्डिङ एनी वान लाइक अघि मैले भने जस्तै 8 बिलियन ओपिनियनहरू छ है। लाइक आई ह्याभ टु टेक द्याट लाइक हुन्छ नि, उम्, उहाँहरूले जस्तो अब जस्तै मैले जे भएको छु मैले त्यही त भनिदिन्छु एन्सर लाइक जीवन या, के हो भने मैले जे भएको हुन्छु त्यो भन्छु, तिमीले जे भए हुन्छौ त्यो भन्छु। त अरू उहाँहरूले जस्तो भोग्नु भएको छ त्यस्तो भन्नुहुन्छ। तर अघि मैले भने जस्तै यो चाहिँ भेरी डिबेटेबल उयो हो क्या या, टपिक। या, त्यही त्यही भएर मलाई लाग्छ कि लाइफ इज अल्सो अबाउट हुन्छ नि सेयरिङ आवर स्ट्रगल, सेयरिङ आवर ह्याप्पिनेस विथ इच अदर होइन, किनकि अम, तिमीले हामीले लाइक हुन त यो कुरा बारम्बार रिपिट गरिरहेको छौँ, किनकि द्याट्स वाट लाइफ इज हुन्छ नि, इट्स अबाउट आवर ओन एक्सपिरियन्स, इट्स अबाउट आवर ओन भ्युज अबाउट डिफ्रेन्ट थिङ्स राइट। अब जस्तै हुन्छ नि, मैले केही कुराहरू भोगेँ अरे होइन, अनि मैले
कमललाई सेयर गरेँ अरे होइन। अनि कमलले अब लर्न गरे लाइक त्यो मेरो कुराहरू सुनेर, मेरो स्टोरिजहरू सुनेर, ए यस्तो पो हुँदो रहेछ भनेर लर्न गर्नु सक्छ नि त होइन। अनि अब कमलको अब जिन्दगीमा डिफ्रेन्ट भोगाइ होला, उसले भोगेको कुराहरू डिफ्रेन्ट होला, अनि उसले सेयर गरेर मलाई पनि त अब लेसनहरू मैले चाहिँ यस्तो-यस्तो लर्न गरेँ भनेर सेयर गर्नु सक्छ नि त होइन। सो आई Mhm. थिङ्क इट्स अबाउट सेयरिङ आवर इन्डिभिजुअल स्टोरिज, राइट? र त्यो स्टोरिजबाट हामीले के लर्न गऱ्यौँ, किनकि आई वान्ट से दिस, आई वान्ट मेक दिस भेरी क्लियर, हामीहरू एक्लै भएर होइन जिन्दगी अगाडि बढाउन सक्दैनौँ क्या। किनकि जिन्दगी नै भेरी कम्प्लेक्स छ कि हामीलाई साथीहरू, हाम्रो पार्टनरहरू, हाम्रो आफ्नो मान्छेहरू चाहिन्छ होइन। स्पेसली फ्रेन्ड्स, आई थिङ्क मलाई चाहिँ फ्रेन्ड्सहरू चाहिँ भेरी इम्पोर्टेन्ट पार्ट अफ आवर लाइफ क्या। किनकि जब हामी केही गइरहेको हुन्छौँ, वेन एभर वेआर ह्याभिङ अ हार्डसिप ओर वेन एभर वेआर ह्याभिङ डिफिकल्ट टाइम, साथीहरूसँग बोलेर सेयरहरू गऱ्यो भने हुन्छ नि एक प्रकारको, एउटा त मन हल्का हुन्छ होइन, अर्को त दे विल प्रोबेबली गिभ यु द्याट मोटिभेसन ओर हुन्छ नि उहाँहरूले भएको कुराहरू सेयर गर्नुहुन्छ होला होइन। सो फ्रेन्डसिप इज भेरी इम्पोर्टेन्ट एन्ड बिग पार्ट अफ लाइफ एज वेल, राइट? अनि आई एम ग्रेटफुल फर ह्याभिङ लाइक great friends. Like Kamal. Kamal is also a very good friend of mine, and I have other friends that I'm really happy with. You know, so it's very important to have friends and have your circle that you can count on, right? मेरो नै अब नराम्रो समयको बारेमा सोच्दा पनि मसँग मेरो आफ्नो मान्छेहरू हुनुहुन्थ्यो जब आमा खस्दा होइन। द्याट वाज रियली bad time for me and my friend and my family members were with me जब म मेरो ब्रेकअपबाट गएँ होइन। आई ह्याड माई फ्रेन्ड्स, सायद मेरो साथीहरू नभएको भए होइन एकदमै गाह्रो हुन्थ्यो होला। सो म चाहन्छु कि लाइक आई डोन्ट वान्ट यु गाइज टु थिङ्क द्याट यु क्यान यु नो, किनकि कति त लाइक लोन होप हुन्छ नि त। म पनि त लाइक जब लाइक वेन आई वाज इन माई टिनेज फेज आई वाज अल्सो लोन हो, मलाई कोही चाहिँदैन भन्थेँ होइन। बट मैले चाहिँ स्लोली लर्न गरेँ कि द्याट्स अ रङ वे अफ थिङ्किङ अफ लाइफ क्या। किनकि लाइफ इज नट, it's not easy for one person, okay? So you have to have a people that you can count on, whether it's your spouse or whether it's your best friend, dajubai, छरछिमेकीहरू होइन। So it's important have that aspect of life and build that क्या। अनि त्यो भन्दैमा पनि इट्स अल्सो इम्पोर्टेन्ट टु हेभ अ रिलेसनसिप विथ योरसेल्फ क्या। किनकि Yeah, yeah, yeah. हामीहरूले हामीहरूलाई नै बुझ्छौँ नि त, लाइक देयर इज नोबडी इन द वर्ल्ड द्याट अन्डरस्ट्यान्ड अस बेटर होइन। हामीहरूको Mhm. इन्सेक्युरिटिजहरू, हामीहरूको हुन्छ नि गुड क्वालिटिज, ब्याड क्वालिटिज हामीलाई थाहा हुन्छ नि त होइन। सो इट्स रियली इम्पोर्टेन्ट टु हेभ अ गुड रिलेसनसिप विथ योर सेल्फ एज वेल। आफू आफू आफ्नो रिलेसनसिप आफूसँग राम्रो छ भने अरूसँग नै रिलेसनसिप राम्रो हुन्छ क्या। एन्ड द्याट्स कैन हेल्प यु इन अ बेटर वे टु फाइन्ड द मिनिङ अफ लाइफ क्या। सो Yeah, I कमन mean, लाइक like if you are like positive to yourself, then you can always spread a positive environment to everyone. Okay. सो तिमीले अहिले भनेको कुरो सही हो। लाइक कुनै हाम्रो लाइफको फेजमा विभिन्न प्रकारको हामीलाई सपोर्ट चाहिन्छ क्या। कुनै सपोर्ट हाम्रो स्पाउससँग होला, कुनै सपोर्ट हाम्रो फ्यामिली मेम्बरसँग होला, प्यारेन्ट्सहरू, कुनै हाम्रो सिब्लिङ्सहरूसँग होला, कुनै हाम्रो चाहिँ एकदमै नजिकको साथीहरूसँग होला, कुनै चाहिँ एकदमै हुन्छ नि कहिले नचिनेको मान्छेसँग पनि कहिलेकाहीँ लाइक हाउ वी कनेक्टेड बिस्तारै बढ्दै जान्छ। इट्स अल अबाउट मेकिङ योर लाइफ क्या। अनि अर्को कुरो लाइक लाइफ इट्स टेक एन्ड गिभ। व्हाट यू क्यान टेक एन्ड व्हाट यू क्यान गिभ अल्सो राइट। हुन्छ नि। मेबी आई टेक some feedbacks from you and maybe I give different feedbacks to you हुन्छ नि। like it's also take and give like respect. You have to take respect to give respect. You have to give respect to take that respect, right? So no, I feel like what is life has like very complicated meaning हुन्छ नि। एकदमै कस्तो
कम्प्लिकेटेड टाइपको छ। तर एकदम सरल भाषामा पनि त जानु पर्यो नि त हामी। अब जीवन के हो त भन्दाखेरि त जीवन त सबै थोक हो। लाइक एउटा जस्तै एउटा भाँडामा धेरै थोक हाल्नु पर्यो क्या यो जीवन बनाउनलाई चाहिँ आफूले एउटा सम्झिनु पर्यो क्या। एउटा जस्तै हामीले एउटा कुनै सब्जी पकाउन आँट्यौँ अथवा कुनै हुन्छ नि डिस बनाउन आँट्यौँ भने कतिवटा चाहिँ स्पाइसहरू चाहिन्छ, कतिवटा स्पाइसहरू भएर त त्यो एउटा फ्लेभर आउँछ नि त, अँ, होइन? जीवन पनि त एउटा त्यस्तै त हो नि त, लाइक एउटा थोक मात्रै हाल्यो भने त जस्तै अब तिमीले केही कुरो पकाउन आँट्यौ पानी मात्रै हाल्यो भने त खल्लो हुन्छ नि त, खोइ त। न त्यसमा अँ, स्वाद हुन्छ न केही हुन्छ। या ओ ओके होइन त्यसरी सोच्नु पर्यो नि त। अँ, जस्तै अस्ति मैले तिमीलाई अस्ति भन्दाखेरि क्या त्यो एउटा तिमीलाई पनि थाहा छ होला ज्याक मा भन्ने ही वाज सिइओ अफ अलिबाबा। अँ, मैले उसको एउटा इन्टरभ्यू हेरेको थिएँ अनि त्यहाँनेरि त्यो उसले त्यो हार्वर्ड युनिभर्सिटीमा दिएको थियो। अँ, हार्वर्डमा उसले के भनेको थियो भने आइ एम गिभिङ अ स्पिच समवेयर वेयर दे रिजेक्टेड मी भनेर भनेको थियो क्या। उम्, होइन, उसले त्यो ठाउँमा गएर भाषण दियो कि जुन ठाउँमा चाहिँ उसलाई बहिष्कार गराएको थियो क्या पहिला अँ, एज अ स्टुडेन्ट हुन्छ नि। अ, उसले एउटा कुरा के आई थिङ्क मैले त्यो अलिक लामो भयो मैले त्यो हेरेँ होइन, हेर्न चाहिँ कतिवटा कुरो त बिर्सिन्छ नि त लाइक ओभर टाइम अब कतिवटा उम्, कुराहरू यु फर्गेट। तर जे होस् उसले त्यो कुरो चाहिँ लाइक मेन्सन गर्दाखेरि चाहिँ लाइक एकचोटि चस्स फ्ल्यासब्याकमा जाँदाखेरि त ओहो! How successful he became. That's why they called him to give a speech, right, in front of hundreds of people. या I तिमीले know. तिमीले मलाई भनेको थियो लाइक सो इनिशियली ही वाज रिजेक्टेड फ्रम हार्वर्ड राइट? जब उसले एप्लाई गरेको Yeah, थियो? he was rejected from Harvard, but after his struggle and like his success, that college called him to उम्, give a speech. Like सी सी द डिफरेन्स भनेपछि हामीले जीवन हामीले आफ्नो आफ्नै बनाउनु पर्थ्यो क्या। उसले त्यो हार्डबोर्डमा गएर बनाएको होइन नि त। उसले त बाहिर अरू कतै गएर उसले एउटा जीवन बनायो। त्यहाँदेखि उसले आएर चाहिँ त्यो विषयमा चाहिँ उसले भाषण दियो क्या त्यहाँनेरि। एउटा या स्पिच दियो नि त। भनेपछि हामीले भनेपछि सम या आइम सरी कमल भनेपछि हामीले त्यो रिजेक्सनलाई चाहिँ फ्युल पनि बनाउन सकिँदो रहेछ होइन त? हो, त्यही भएर अघि भने जस्तै क्या जस्तै तपाईँहरू केही कुरोमा फेलियर हुनुभयो भन्ने बित्तिकै गिभ लाइक होप नै गिभ गर्नु एउटा होप। सी आइ एम कमिङ ओभर हियर नाउ म्यान। वर्ड या होप छ नि, अँ, मान्छेहरू हामी चाहिँ के गर्छौँ भने तर होप भन्ने बित्तिकै चाहिँ हामीले होप मात्रै गरेर हुन्छ भन्ने हुँदैन क्या। उम्, होप भनेको चाहिँ यस्तो खालको जिनिस हो लाइक यु हेभ टु हेभ इट हुन्छ नि। कति मान्छे चाहिँ के हो भन्दाखेरि लाइक हामी इल्युजनमा जिरहेको हुन्छौँ क्या, भ्रममा। उहुँ, होइन कसैले लाइक अनि हामी चाहिँ भ्रममा जिरहेको हुन्छौँ क्या। अनि हामीलाई थाहै हुँदैन नि त हाम्रो जीवन के हो भन्नेको अर्थ। अनि जस्तै सन्तोष ल्याएर ओहो! भोलि त यस्तो पो हुन्छ अरे त। तिमीले अलिकति मैले चाहिँ जस्ट यो अ, एउटा उसमा इक्जाम्पल मात्रै दिन खोजेँ क्या। तिमीले चाहिँ ओहो! भोलि चाहिँ यस्तो हुन्छ अरे भन्दाखेरि चाहिँ त्यो भ्रम पस्छ क्या हाम्रो दिमागमा। उम्, त्यहाँदेखि त्यो इल्युजनदेखि के हुन्छ इमेजिनेसन। राइट, देन इमेजिनेसनले के गर्छ लाइक इट विल डाइभर्ट यु इन्टु अ डिफरेन्ट फ्याक्टर अफ लाइफ क्या। जस्तै तिमीलाई कुनै मान्छे एउटा कुनै म्याजिसियनले आएर चाहिँ एउटा कुनै ट्रिक्स देखायो भने चाहिँ तिमी त लाइक इल्युजनमा हुन्छौ नि त यसले कसरी गर के गरेर गरौँ भनेर। उम्, त्यहाँदेखि तिमी इमेजिनेसन गर्न थाल्छौ क्या, राइट, होइन? व्हिच व्हिच क्यान लिड इन्टु अ डिफरेन्ट डाइरेक्सन टु अफ योर लाइफ। उहुँ, सो म चाहिँ यहाँ अहिले आएर चाहिँ लाइक लेट मी कम ब्याक टु होप द जहिले पनि मान्छेले एउटा जीवनमा होप चाहिँ राख्नै पर्छ क्या। लाइक जेसुकै गरे पनि यु क्यान बी लाइक 1000 टाइम्स फेलियर, 1000 टाइम्स रिजेक्टेड, मेबी 1000 टाइम्स लाइक डिनाइड इट or whatsoever. डोन्ट लुज योर होप अन बिल्डिङ योर लाइफ हुन्छ नि। आफूले यदि आफ्नो जीवन बनाउने हो भने आफूले आफ्नो होप त मार्नु भएन नि त। उम्, सो होप प्ले अ भेरी लार्ज पार्ट इन योर लाइफ हुन्छ नि। किन भन्दाखेरि
अघि मैले भने जस्तै मान्छेले जसरी बुझेको छ जीवन त्यही हो क्या आफ्नो जीवन। तर हामीले अहिले यो विषयमा चाहिँ किन अलिकति स्पेसिफिक यो व्हाट इज लाइफको विषयमा जीवन के हो भनेर अलिकति स्पेसिफिक हामीले गफ गर्न खोजेको के त भन्दाखेरि अब आउने यदि अब हाम्रोदेखि तल आउने हुन्छ नि हाम्रो भाइ-बहिनीहरूले बुझ्न त उहाँहरूले एकदम पर्फेक्टली बुझ्नु भएको छ होला। तर मेबी वी आर स्पिकिङ अबाउट लिटल बिट अफ एक्सपिरियन्स हुन्छ नि। Mhm. I guess some experience come within a life too, like uh, maybe age and like different responsibilities. You know, like it's not that एउटा सक्सेसफुल मान्छेकोबाट आएको भन्न खोजेँ होइन किनभने लाइक मलाई त यो संसारमा कोही पनि सक्सेसफुल छ जस्तो लाग्दैन एउटा वेमा। Mhm. एउटा वेमा सबैजना सक्सेसफुल पनि हुनुहुन्छ। तर त्यो Right. आफ्नो वे छ, होइन? अँ, त्यही त। तिमीले होपको कुरा गर्यौ होइन? You talked Mhm, about hope. I kind of want to share my story with hope, right? Um, mhm, so जब like when I was going through my teenage phase, yeah, I always I think I keep on mentioning teenage phase because my teenage phase was not my brightest time होइन अनि there was some dark time क्या हुनु चाहिँ like यो प्रायः जस्तो not a lot of people knows this सायद तिमीलाई पनि थाहा छैन होला कमल होइन but since we're talking about life and since we're talking about how to find how we found the meaning of life र जिन्दगी के हो भनेर कुरा गरिरहेको छौँ होइन मलाई मेरो लाइक आई वान्ट टक अबाउट माई एउटा डार्क फेस कि सो लाइक जस्ट अ ब्याकग्राउन्ड इन्फर्मेसन आई कम फ्रम अ फ्यामिली जहाँ चाहिँ मेरो प्रायः जस्तो फ्यामिली मेम्बरहरू दे आर स्पेसल मिनिङ उहाँहरूसँग सम सोर्ट अफ डिसेबिलिटीहरू छ होइन मेरो आमा बोल्नुहुन्न थियो कान सुन्नुहुन्न थियो मेरो बहिनी सी हेज अ डेभलपमेन्टल डिसेबिलिटी राइट सो म चाहिँ त्यस्तो परिवारबाट आएको होइन अनि आई वाज रियली इन अ डार्क फेज होइन आई वाज रियली इन अ डार्क फेज मलाई जिउनु नै मन थिएन क्या आई डिडन्ट रियली वान्ट टु लिभ क्या अनि आफ्टर द्याट आई अलमोस्ट वान्टेड टु गिभ अप इन लाइफ होइन अनि मैले चाहिँ केले स्टप गरेँ भने मेरो फ्यामिली स्टप गरेँ क्या राइट अनि जब मैले यो जिन्दगीको मिनिङ के हो भनेर रिफ्लेक्ट गर्दै थिएँ त्यो सिचुएसनमा पनि सोचेँ होइन त्यो सिचुएसन पनि सोचेँ त्यो सिचुएसनबाट सोचेर चाहिँ मेरो सायद यही होला भनेर त्यति बेलाको मेरो मिनिङ डिफ्रेन्ट थियो अहिलेको डिफ्रेन्ट छ होइन अनि समथिङ द्याट गा मी गोइङ वाज होप क्या आज नराम्रो छ भन्दैमा भोलि पनि नराम्रो त नहुनु सक्ला होइन हु नोस लाइक sure. your you might be in a better spot tomorrow मैले अघि भने नि लाइक वी अल गो थ्रु भेरियस फेजेस अफ लाइफ अनि एउटा हाम्रो फेजको लाइफ नराम्रो भयो भन्दैमा अर्को पनि नराम्रो हुन्छ भन्ने छैन बट टु डु द्याट वी हेभ टु हेभ होप क्या विश्वास गर्नुपर्छ कि no matter what happens in life, we will able to overcome, we will able to move forward, right? अनि हुनु त Mhm, त्यो गर्नुको लागि you have to do lots of things. You have to have एउटा त you gotta have self confidence, right? You gotta have faith in yourself. अर्को त of course, of course. अर्को त we have to be able to think critically किनकि Mhm, there's lots of things, right? कति मान्छेहरूले कति ओपिनियनहरू भनिरहेको हुन्छ स्पेसली इन टर्म्स अफ गिभिङ एडभाइस एन्ड टेकिङ एडभाइस राइट एडभाइस दिने मान्छेले त दिने हो नि त तर लाइक अब टेक गर्नेले चाहिँ कसरी लाइक के यो मान्छेले सही भनिरहेछ कि यो मान्छेले भनेको कुरा सही हो भनेर त इभ्यालुएट गर्न त क्षमा त हुनु पऱ्यो नि त आफूमा होइन अनि yeah. सो मलाई चाहिँ लाग्छ होप इज भेरी इम्पोर्टेन्ट बिकज इफ यु डोन्ट ह्याभ होप यु डोन्ट ह्याभ अ बेटर टुमोरो राइट Yeah. अनि तिमीले एउटा कुरा मेन्सन गर्यो इमेजिनेसन एन्ड भिजुअलाइजेसन राइट Mhm, द्याट इज अल्सो भेरी इम्पोर्टेन्ट किनकि हामीसँग भिजनै छैन भने वी वी वुडन्ट नो वर वी आर गोइङ इन लाइफ राइट mhm, तिम्रो लाइक
यु वर गिभिङ मी दिस एनालोजी हामी अफ क्यामेरा उयो गर्दाखेरि त्यो एउटा जिपिएसको र बसको र जिन्दगीको एनालोजी दिइरहेको थियो नि त्यो त्यो मलाई भनिदेऊ न लाइक आई हुँ। आई थिङ्क तिमीले त्यो बेटर भन्छौ होला होइन यु वर लाइक अस्ति हामी कुरा गरेको थियो भनिरहेको थियो वाच त्यो आई वान्ट यु लाइक kind of say it again because I think that's very important too. जस्तै हाम्रो जीवन चाहिँ के हो भने गाडी कुदाएको क्या। कहिलेकाहीँ हामी जस्तै हिँडिरहेको बाटो पनि अथवा नौलो बाटो जानुपर्ने हुन्छ क्या। जस्तै कहिलेकाहीँ तिमी लेट्स से यहाँदेखि तिमी टार्गेट गयौ अथवा लेट्स से 10 मिनट्स अवे यु आर ड्राइभिङ लाइक 10 मिनट्स अवे। तिमी सधैँ हिँड्ने बाटै मात्रै हिँडिरहेको छौ, तिमी अरू कुनै बाटो हिँडेको छैनौ। टक्कै तिमी हिँड्ने बाटो जाँदा जाँदै बन्द भयो। It can be like any kind of collision, right? Constructions or accident or whatsoever, the road is closed. Mhm. होइन? त्यो दिन चाहिँ फेरि तिमीले अनफर्चुनेटली फोन पनि बोक्न बिर्स्यौ। अब तिमी त्यहाँबाट चाहिँ तिम्रो गन्तव्य त पुग्नुपर्ने छ। Oh, Because you are going for some kind of purpose, right? right. त्यत्तिकै त तिमी थपक्क गाडी लिएर त हिँड्दैनौ नि त। तिमी केही पर्पसको लागि हिँडेको थियौ। अब तिम्रो पर्पसमा के भयो? ढक्का लाग्यो नि त। Mm, तिमीलाई त जसरी पनि त्यहाँ पुग्नु छ। right. Now you are the driver, right? Mhm. Now you have to make the decision like where like how to find a way to get in there. Right. होइन? तिमी मात्रै हो क्या जिन्दगीको लाइक किन तिमी तिमी नै हुन्छौ क्या अन्तिममा तिम्रो जिन्दगीको बाटो बनाउने मान्छे। Right. या त्यो बाटो बनाउँदाखेरि त धेरैवटा कुराहरू आउँछ नि त। जस्तै अघि मैले भने जस्तै इभन म यहाँबाट कुनै 10 मिनेटको ठाउँ बाटो गयो भने पनि त म कहिले जहिले हिँडेको बाटोमा म पुग्छु। तर म कहिले नहिँडेको बाटो त म पुग्दिनँ नि त। Mhm. अब त मलाई त एउटा नेभिगेट गर्ने टु लाइक टुल्स त चाहियो। सो त्यो टुल्स चाहिँ तिमीले मात्रै फाइन्ड गर्न सक्छौ क्या तिम्रो जिन्दगीको लागि अरू कसैले फाइन्ड गरिदिन सक्दैन। आई क्यान गिभ यू एडभाइस, आई क्यान गिभ यू होप राइट? बट एट द एन्ड अफ द डे you are the one to implement things in your life to make it better or like to find a purpose of life, Right. right? Okay ना? तिमीले भने जस्तै लाइक हामीहरू हुन्छ नि हामीहरूको जिन्दगी इट्स हामीलाई जानु मन छ होइन इट्स आवर Mhm, पर्पस ओर प्याथ भयो होइन त अनि mhm. हामीहरू चाहिँ वेयर द ड्राइभर अफ आवर लाइफ होइन Yeah, yeah, अनि हामीले गाडी जता लग्यो जे गर्यो त्यतै जाने होइन सो yeah, आई लाइक वर यु सेड तिमीले भनेको मलाई मन पऱ्यो क्या किनकि इट इज ट्रु जे गरे पनि जसो गरे पनि लाइफ हेज टु कम फ्रम अस राइट yeah. Like from you, not us, from you, within you. या त्यही त मैले चाहिँ तिमी र मेरो कुरा गरिरहेको छु या Yeah, फ्रम yeah, मी yeah, yeah, एक्ज्याक्टली yeah, yeah, yeah. Oh, yeah. Yeah, bro, yeah. या होइन मैले नि लाइक त्यही मात्रै भन्न खोजेँ हो क्या यहाँनिर तिम्रो जस्तै हुन्छ नि लाइक यो लाइक तिमीसँग मात्रै हुन्छ क्या त्यो हुन्छ नि लाइक यसो विचार गरेर त लाइक हो किन जस्तै मैले तिमीलाई कतिवटा एडभाइस दिन सक्छु क्या सन्तोष म तिमीलाई हजारवटा एडभाइस दिन सक्छु क्या तर लाइक लेट मी टेल यू समथिङ ओके सक्सेस होप होइन फेलियर ह्याप्पिनेस स्याड एङ्ग्री यो सबै थोक छ नि फाइनेन्सियल इस्टाब्लिस लाइक मेन्टालिटी एन्ड लाइक फिजिकल्ली एबल भनेको चाहिँ तिमीले बनाउनु पर्छ कि आई नो लाइक कहिलेकाहीँ मान्छेहरूलाई रोग लाग्छ के लाग्छ यु नो देयर इज अलवेज ट्रिटमेन्ट फर द्याट क्रियो राइट बट मैले भन्न खोजेको चाहिँ कस्तो भन्दाखेरि सबै थोक छ क्या यो जीवनमा चाहिँ नि तर हामीले चाहिँ कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि लाइक वी आर नट एबल टु टेक एभ्रिथिङ हुन्छ नि लाइक हामी त जस्ट ओ वी जस्ट वान्टेड टु एक्सेप्ट लाइक हुन्छ नि अलिकति गुड थिङ एन्ड नट लेस च्यालेन्जिङ थिङ टु मेक इट इजी बट लाइफ इज नट इजी इट्स नट इट्स नट इजी अनि You know why most people are unsatisfied about life? किन High expectation from someone else. Mm, What do you think?
Yeah, no, depending like and then you are depending on someone else that you think like they're gonna make your life better. आई एग्री। मैले यो कुरा धेरै देखेको छु लाइक स्पेसली इन रिलेसनसिप होइन? रिलेसनसिपमा कस्तो लाइक आइम टकिङ अबाउट रोमान्टिक रिलेसनसिप कोही बेला कस्तो हुन्छ भने हामीहरू हामीहरू होइन हामीहरूको खुसी अर्कामा अर्को मान्छेमा डिपेन्ड भइरहेको हुन्छ क्या। वी एक्सपेक्ट आवर पार्टनर ओर आवर गर्लफ्रेन्ड ओर बोयफ्रेन्ड टु मेक अस ह्याप्पी क्या। अनि मलाई Mhm. चाहिँ लाग्छ त्यो चाहिँ अलिकति अनफेयर पनि हो। किनकि द्याट्स अ लट अफ थिङ्स टु पुट अन वान पर्सन हुन्छ नि। एउटा मान्छेको ह्याप्पिनेस सोली लाइक अर्को मान्छेमा राख्नु एउटा कुरा त द्याट्स नट फेयर। प्लस तिमीले भने जस्तै वी सुड बी द वान द्याट सुड बी इन चार्ज अफ आवर ह्याप्पिनेस नि त होइन? अब जस्तै Yeah, रिलेसनसिप भनेको त टु पिपल इन्डिभिजुअल पिपल कमिङ टुगेदर एन्ड क्रिएटिङ अ ब्युटिफुल yeah, लाइफ हो नि त होइन? सो yeah, I do agree that I do agree with the sentiment that unexpected हुन्छ नि like त्यसले डेफिनेटली क्रिएट्स लट्स अफ अनह्याप्पिनेस जिन्दगीमा होइन? अनि mhm, सेम सेम थिङ विथ लाइक सिचुएसन हामीहरू एक्सपेक्ट गरिरहेको हुन्छ कि ए मेरो यस्तो हुन्छ होला यस्तो हुन्छ होला भनेर उयो गर्छौँ अनि त्यो भएन भने हामी निराश हुन्छौँ क्या। सो इन सम सेन्स हामी चाहिँ वी डु हेभ टु बी rational about things, right? yeah, yeah, yeah. Especially कति I wanna kind of talk about hardship होइन? हामीहरू Mhm, जिन्दगीमा धेरै कुराहरू भोग्छौँ अनि हार्डसिपहरूबाट जान्छौँ होइन? अब त्यो दुःख त हामीसँग छ होइन? तर त्यो दुःख mhm. छ भन्दैमा होइन वी क्यान जस्ट बी ए म त लाइक दुःख पाएँ अब यसरी नै जिन्दगी कटाउँछु भनेर होइन? अब त्यो आफ्नो दुःख आफ्नो ठाउँमा छ होइन? बट यु अल्सो गोtta लिभ your लाइफ, यु अल्सो गोtta बिल्ड your Yeah, लाइफ होइन होइन? मैले अघि तिमीलाई भने जस्तै क्या like उम्, see you are driving to somewhere but then guess what like some kind of collision happen in front of you. mhm, Does that mean that you wanna give up? no, yeah, You that's are the only person in that car that is driving towards your purpose or like towards your need. Now, like just because some kind of obstacles came in front of you does not mean that you should stop there, right? yeah, no, I agree, and that's where hope comes into play, you know, we have to have Yeah, hope, yeah, you have to hope. we have to have a supporting system र we have to believe that things will get better। कमल म तिमीलाई एउटा पर्सनल क्वेसन सोध्नु चाहेँ होइन? Mhm. के तिम्रो जिन्दगीमा नि त्यस्तो सिचुएसन थियो जहाँ चाहिँ हुन्छ नि यु जस्ट फेल लाइक देयर वाज नो टुमोरो? Say no, I never go like that. मैले कहिले पनि त्यसरी सोचिनँ किनभने म जहिले पनि एउटा वे चाहिँ मेरो like the way how I think about life is I feel like it's one of the beauty हुन्छ नि। Mhm, Like I feel like life is one of the beautiful gift that is given to you. म चाहिँ 7 वटा 8 वटा जन्ममा बिलिभ गर्दिनँ किनभने मलाई थाहा छैन मैले नदेखेको कुरो। सही हो। तर यो जन्ममा म छु। सो त्यो हुँदाखेरि मेरो लाइफमा चाहिँ जस्तै खालको लाइक अब्स्टिकलहरू पनि आए, बट आई नेभर थट अबाउट लाइक गिभिङ अप इन माई लाइफ हुन्छ नि। उम्, द ओन्ली रिजन इज द वे हाउ आई लुक एट इट लाइक लाइफ फ्रम द यङ एज। किनभने जस्तै मैले धेरैवटा दुःखहरू देखेँ हुन्छ नि मतलब भोगियो पनि देखियो पनि। उम्, जस्तै अब एउटा अ, उदाहरणको लागि जाँदाखेरि हिजोसँग हिजो हिजो हामीसँग केही पनि थिएन, उहुँ, होइन? तर पनि हामी ग्रेटफुल नै थियौँ नि त। अँ, आज हामीसँग धेरैवटा कुराहरू छ, अहिले पनि हामी ग्रेटफुल नै हुनुपर्छ क्या। सही हो। तर अब अहिले चाहिँ तर लाइक what do we lose sometimes is like we became greedy. उम्, I guess greed is also part of life, but we became greedy. yeah, that's for sure। होइन No, सी but like no, honestly, like I never yeah, I'm sorry, Sen, but like yeah, I never had any kind of अहँ, like thoughts about giving it up because किनभने मलाई चाहिँ लाइफ एउटा एकदम ब्युटिफुल पिस लाग्छ क्या। because you never know when.
there will be no tomorrow for you or for me or for anybody. या सही हो। So कल so कल live हो न it, हो। learn it, do it. कल हो ना हो, होइन त? या भोलि हुन्छ पनि हुँदैन पनि। उम्, तिमीले ग्रिड भन्ने बित्तिकै मलाई अर्को कुरा याद आयो। सी द थिङ अबाउट life or whatever you want to think about is there's abundance of it. पैसा भन्यो पैसा नै छ होइन। अझै अब हेर न अब फेसबुकहरू लाइक टेस्लाहरू कति लाइक देयर लाइक ट्रिलियन ट्रिलियन डलर्स कम्पनी होइन। I Yeah, don't think like पैसा सकिन्छ, right? So in terms of greed, right? Greed or anything, I feel like there is like abundance of anything. In terms of opportunityहरू भयो होइन, पैसाहरू भयो, पैसा जत सकिने कुरा होइन क्या। It's something that you can make lot more of it, right? अनि yeah, I but wanna sorry, go here, ahead. no, like, I'm sorry, like, like ग्रिडले चाहिँ हामीलाई के गर्छ भन्न खोजेको लाइक सकिन्छ भन्ने होइन क्या। हामीलाई चाहिँ कस्तो Mm, खालको ग्रिडिङ लाइक ह्युमन नेचरमा चाहिँ कस्तो खालको ग्रिडिङ हुँदो रहेछ भने, mm, एउटा चाहिँ यो ग्रेड चाहिँ तिम्रो कस्तो हुन्छ भने काइन्ड अफ यु आइ एम कम्पेयरिङ टु यु। mm-hmm. लेट्स से फर Comparison. इक्जाम्पल है, Mm, यप कम्पेरिसन पनि आउँछ यसमा। mm, लेट्स से यु आर अ मल्टी मिलियनेयर, you make annually multi-million. mm, And let's say I'm just like the regular six figure. mm-hmm. Still a lot. I know, but see, I'm talking about grade right now. Like Yeah. त्यो हुन्छ नि त्यो ग्रेडीपन क्या। Oh. Mhm. अनि त्यस पछाडि हामीलाई चाहिँ के आउँछ भन्दाखेरि अब नाउ आई वान्टेड टु कम्पिट विथ यु। Mhm. वाइ? बिकज यु आर मल्टी-मिलियनेयर। Mhm. You can have so much luxurious thing that I will not be able to get it. Right. So we don't know how to be thankful. Mm. तर मैले तिम्रो लाइक अनि अर्को कुरो लाइक आई हेभन्ट सिन योर स्ट्रगल टु द्याट फेज अफ लाइफ होइन? Mhm. मैले त तिम्रो स्ट्रगल त देखेको हुन्न नि त। तिमी Oh. कसरी चाहिँ त्यो पिकमा पुग्यौ क्या? म त त्यो त देखेको हुँदिनँ। ए यो मुलाले त यसरी कमायो है। म पनि योसँग चाहिँ कम्पिट गर्छु है यसरी कमाउनको लागि। के गर्दो रहेछ भनेर। देन आई फेल। आई हेभ सिन दोज काइन्ड अफ सिचुएसन क्या हुन्छ नि मान्छेले। सो डु नट कम्पेयर योरसेल्फ टु एनीवन एल्स। Mm. यु आर योर ओन ब्युटी क्या। Mm. हुन्छ नि मान्छेहरूले लाइक अब यसरी लाइक compete with yourself, yeah, within yourself to be a better, to make it a better, but do not compete like, oh yeah, सन्तोषले मल्टी-मिलियन पैसा कमाउँछ, म चाहिँ सिक्स फिगर मात्रै कमाउँछु। अब चाहिँ म यो मान्छेसँग कम्पिट गर्छु भनेर सोच्नु होइन क्या। कम्पिट विथिन यु, वेल्थ विल कम, बट डोन्ट बी ग्रिडी बाई लुकिङ एट समवन एल्स हुन्छ नि लाइक Mhm. कम्पेयर गर्ने होइन क्या। बिकज एक दुईवटा कुरा चाहिँ म बिलिभ पनि गर्छु क्या, कहिलेकाहीँ चाहिँ भगवानले जति दिनुहुन्छ त्यो चाहिँ आफूले थाप्न सक्नुपर्छ क्या, धेरै खोज्यो भने चाहिँ देन समटाइम्स वी फल इन्टु इट। Right. भनेपछि we have to be grateful for what we have होइन त? Yeah, I mean like we should be grateful for what we have, but that does not like there should not be any stopping in your life to move forward, to find your purpose of life। हुन्छ नि। सोद्धाखेरि यस्तो होस् कि ओहो जीवन के होस् भन्दाखेरि लाइक डिफ्रेन्ट भेरियसको एन्सरहरू आओस् क्या, 2टा मात्रै शब्द नआओस् मात्रै भन्ने कुरा मेरो चाहिँ जिज्ञासा हुन्छ नि। Mm. जीवन के हो भन्दाखेरि ए दुःख पो रहेछ, दुःखै मात्रै रहेछ, लाइक एकदमै कामै मात्रै गर्नुपर्ने रहेछ भन्ने खालको कुरो नआओस् क्या। एटलिस्ट लाइक सी अ डिफ्रेन्ट एस्पेक्ट अफ लाइफ हुन्छ नि, लाइक डिफ्रेन्ट भेरियसहरू देख्नु परोस् क्या हामीले, ब्यालेन्सहरू देख्नु सक्नु पर्यो होइन? लाइफलाई लाइक यु क्यान टर्न इट ओभर हाउ एभर यु वान्ट, लाइक Right. विच एभर वे यु वान्टेड टु। Mhm. त्यो हुन्छ नि कस्तो हुँदो रहेछ भने एन्ड इट टुक मी लङ टाइम टु रियलाइज दिस होइन। जबसम्म हामीसँग जीवन छ नि त्यो दुःखहरू, प्रब्लमहरू, समस्याहरू कहिले नछोड्ने रहेछ क्या। अनि मैले इट्स अ चाहिँ पार्ट अफ लाइफ। या इट इज पार्ट अफ लाइफ। अनि मैले चाहिँ के रियलाइज गरेँ भने as long as we have life, there is going to be problem, there is going to be
things that are out of our control क्या so Mhm. problem छ भन्दैमा that does not mean our life is bad क्या हामी चाहिँ कस्तो सोच्छौँ भने just because like the way that we think about life is जब हामीसँग राम्रो कुराहरू हुन्छ 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 नि like everything is good we don't think about life जब हामीसँग नराम्रो कुराहरू हुनु थाल्छ होइन we started cursing at life I hate my life or my life sucks हो त्यस्तो भनेर क्या अनि त्यो तिमीले अघि त्यो ग्रेटफुल हुनेको मेन्सन गर्यौ नि Mhm. that's a like I think gratitude is a huge thing in life you have to practice gratitude Mhm. होइन किनकि Mhm. हामीले राम्रो कुरा हुँदा मात्रै जिन्दगीलाई नराम्रो कुरा मात्रै हुँदा जिन्दगीलाई रिमेम्बर गर्ने होइन नि त राम्रो कुरा हुँदा पनि त होइन। रिमेम्बर गर्ने हो राइट अनि सो मैले चाहिँ के लर्न गरेँ भने एज लङ एज वी हेभ लाइफ देयर इज गन बी प्रब्लम्स देयर इज गन बी स्ट्रेस राइट सो वाइ नट लिभ लाइफ द वे यु वान्ट राइट अब ब्यालेन्स Yeah, ब्यालेन्स yeah, no, that's what I was telling you, and I'm sorry, but like that's what I was trying to tell you. Like, you need to balance it. Like, अघि मैले तिमीलाई like life मैले अघि like तिमीलाई भनेको अर्थ के हो क्या? Life has so many different various contents राइट हुन्छ नि components, या and that like you create your own stuff. Like जस्तै तिमी खुसी हुँदा चाहिँ "ओह आइ एम सो ग्रेटफुल" भन नि दुःख हुँदा चाहिँ "ओह म अब यो जिन्दगीदेखि चाहिँ स्क्रु माई उफ" लाइफ No, hell no, yeah. Well, you don't want to do that, bro. You have to be grateful for both. Like maybe कुनै कुनै कुराहरूलाई त तिमीलाई कुनै कुनै like let's say even like negative कुराहरूलाई it will give you an opportunity to make it better future हुन्छ नि. Like you can face it easily क्या. अब जस्तै अ, अघि मैले तिमीले भने जस्तै like you know like we are not grateful if like obstacles came our way क्या. हामी चाहिँ त्यहाँदेखि you know we gonna be like गर्छौँ नि त लाइक हाम्रो रिएक्सनै अर्कै हुन्छ नि त एकछिनमा लाइक क्या खुसी भइरहन्छ हो या आज चाहिँ हामी तर अब एकछिनमा कुनै खालको एउटा बाधा आयो भने चाहिँ हामी रिसाउन थाल्छौँ के गर्छ सो यु हेभ टु लाइक ब्यालेन्स एभ्रिथिङ हुन्छ नि लाइक लाइफ इज नट ओन्ली अबाउट सक्सेस मैले अघि फर्स्टमा भनेको थिएँ कि लाइफ सक्सेस मात्रै होइन ह्याप्पिनेस मात्रै होइन लाइक जोयफुल मात्रै होइन नि त लाइक त्यो मात्रै हुँदैन लाइक पोजिटिभ मात्रै हुँदैन क्या लाइफ नेगेटिभ पनि छ पोजिटिभ पनि छ द्याट्स वाइ इट्स अ लाइफ राइट इट्स द्याट्स वाइ लाइक इट निड्स टु बी ब्यालेन्स्ड पोजिटिभ मात्रै भयो भने चाहिँ जस्ट इमेजिन या के चाहिँ होला त लाइक वाट इज यर च्यालेन्जेस देयर विल बी नो च्यालेन्जेस राइट देन हाउ क्यान यु टेल अ स्टोरी अबाउट लाइफ लाइक तिमी कसरी तिमी के स्टोरी चाहिँ भन्न सक्छौ तिमीले अघि त्यो ज्याकको कुरा गर्यौ नि द फाउन्डर अफ अलिबाबा होइन अब या उसले उसको एउटा पोइन्टमा ही गाट रिजेक्टेड फ्रम हार्वर्ड अनि उसले हुन्छ नि अब इक भयो कि अब के मोटिभेसन आयो कि ही वर्क थ्रु हिज वे एन्ड हुन्छ नि लाइक हार्वर्डमा गएर स्पिच पनि दियो होइन आई थिङ्क द्याट्स द काइन्ड अफ स्टोरी द्याट इज वाट इन्सपायर पिपल क्या किनकि अब हाम्रै जिन्दगीमा पनि धेरै दुःख हुनसकेको हुन्छ होइन इट्स नट what happened to you it's how you respond to the things that have happened to you होइन त अनि या मलाई चाहिँ लाग्छ it's our responsibility to create a better meaning for that अब जिन्दगीमा कति थोक हुन्छ हुन्छ नि होइन त्यो थोक या भयो भन्दैमा कोनामा बसेर धुरु धुरु धुरुनु सकिँदैन होइन वी हेभ टु लिभ आवर लाइफ वी हेभ टु गेट बेटर होइन सो no matter what happens to you, right? It is up to you to create stories that can empower you to live a better life. Yeah. yeah and then like Solti like tell me like no like just tell me like what do you think about the thing that I said, like you have to like compete with yourself within yourself, but not others. Like, what are your thoughts on that? You're spot on. You're spot on. मैले अघि No, भने like, जस्तै what do you think? yeah, I agree with that. I agree with that. किनकि हामी जन्मिँदाखेरि हामी मात्रै आउँछौँ जाँदा हामी मात्रै जान्छौँ होइन त सो
I think the goal should be to always be the better version of yourself, right? The goal Yep. should always be the better version from yesterday. Okay? The only person that you should be comparing Mhm. is yourself from the past. Okay? किनकि Yeah, I mean, also like ultimately learn how to accept a toughness Mhm. and like face with it and then make one of the beautiful thing out of it. राइट किनकि कस्तो हुन्छ भने लाइक हामीहरू त्यो क्या त अब जब हामी गाडी कुदाइरहेको हुन्छ नि हामी अब Mhm. लेनहरू चेन्ज गर्नुको लागि रियर भ्यू मिररमा त हेर्छौँ नि त होइन Yeah. त्यो भनेको चाहिँ we are reflecting, right? We're going back to things we have gone through. We are going through different situation of life. अनि त्यो लर्न गरेको कुराहरू एप्लाई गरेर त हामी लेन चेन्ज गर्दैछौँ होइन राइट सो Yeah. it's important to think about past and it's important to Mhm. think and reflect, but it's also important to not stuck in the past क्या त्यो पछाडि Yeah. हुन्छ नि पास्टमा गएर चाहिँ पास्टमा गएर डुअल नगर्ने क्या किनकि there is lots of things waiting out in life क्या there's lots of things and I want to say this if anybody is going through hard time right now anybody is no matter what stage of life you're in होइन there's always going to be every day is a new day for you to get better and every day is a new day to create whatever you want to create and it's important that you create stories and it's important that you believe that you can actually do it because you can the human mind is very powerful हामीहरूको दिमाग चाहिँ कस्तो हुँदो रहेछ भने सोल्टी हामीले म सक्छु भनेर अगाडि बढ्नु भने त्यो Oh. हाम्रो दिमागले पनि सपोर्ट गर्दछ क्या बिकज अफ द न्युरोप्लास्टिसिटी होइन विच इज अ Mhm. ब्रेन्स एबिलिटी टु लाइक चेन्ज एन्ड एड्याप्ट अनि Yeah. त्यो त्यो चाहिँ धेरै पावरफुल थिङ रहेछ क्या बिकज इफ वी बिलिभ इन नेगेटिभ थिङ्स इफ वी से नेगेटिभ थिङ्स अब आवर सेल्फ आवर ब्रेन्स क्यान बिलिभ इट इफ वी Bro, मैले अघि तिमीलाई तिम्रो बिचमा मैले तिमीलाई अघि भने जस्तै क्या जुन यो हाम्रो छ नि यो इमेजिनेसन मैले अघि तिमीलाई भने नि इमेजिनेसन क्यान किल यु एक्चुअली। हो कसरी जस्ट इमेज तिमी केही गर्दैछौ अनि तिमीले एउटा कुरो मनमा सोच्यौ, अब तिमीले त्यो कुरो चाहिँ इमेज्ड गरिरह्यौ क्या। उम्, ओहो, 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 ओहो! अनि त्यस पछाडि चाहिँ त्यो तिम्रो त्यो ब्रेन नै तिम्रो म्यानिपुलेटेड भइसकेको हुन्छ क्या त्यही कुरोमा। अँ होइन, तिमीलाई जस्तै इक्जाम्पल अहिले तिमीलाई केही भएको छैन, कहिलेकाहीँ मान्छेलाई के हुन्छ, कहिलेकाहीँ केही भएको हुँदैन। तिमी सोच्दै, सोच्दै, सोच्दै गएपछि तिम्रो पुरै जिउ दुख्न थाल्छ क्या। उम्, या सो थिङ्क चाहिँदो हुन्छ नि डोन्ट ओभर स्ट्रेस योरसेल्फ जस्तो लाग्छ है मलाई मेरो विचारमा चाहिँ। उम्, हामी चाहिँ कहिलेकाहीँ के गर्छौँ भने जस्तै तिमीले मलाई एउटा कुरो केही भन्यो भने अनि त्यो म धेरै सोच्न थाल्छु होला क्या ओह सिट! यो सन्तोषले मलाई के भन्न खोजेको? हुन्छ नि अब म के no, don't. Why do you want to kill yourself by overthinking? I'm not saying that kill, but I'm saying that you're killing some kind of organs inside you, and because it's you're forcing it to be on your whole body, they imaged गर्छौ नि त तिमीले। राइट किनकि हाम्रो बडीहरू पनि even though like there's different organs or different part of our body that are separate right त्यसले चाहिँ it all works together in a conjunction Yeah, to help us with our life yeah so I agree with that sentiment is that you do have to be careful on like what you think and what you like do किनकि it does matter and everything is connected like त्यो mind and brain connection भनेछ नि like I think that's very true um किनकि कस्तो भइरहेको हुन्छ भने कोही कोही बेला the situations are not that bad होइन but mhm, because हामीहरूको दिमागले ओभर थिङ्क गर्छ हामीहरूको हुन्छ नि लाइक we create assumption and stuff like that त्यो कुराले चाहिँ त्यो mhm. सिचुएसनलाई झन् वर्स बनाइदिन्छ क्या सो Well, okay. it is very very important to be aware of those things क्या मलाई चाहिँ त्यस्तो लाग्छ All right, Sen. So, here, how do you like thinking to apply
the VIP to find your, purpose of life? Like, what do you think that you're gonna do हुन्छ नि? लाइक के चाहिँ गर्छौ त अब तिमीले? लाइक लाइक कुन वेमा चाहिँ तिमीले त्यसलाई एप्लाई गरेर चाहिँ एउटा मिनिङफुल लाइफ बनाउन सक्छौ? भनौ न? यो भिआइपी त लाइक म अलरेडी एप्लाई गरिरहेको छु। इट्स एक्चुअली मैले रिफ्लेक्ट गरेर नै बनाएको फर्मेट हो फर मी होइन। अनि यो भिआइपीमा चाहिँ धेरै कुरा छ क्या। अब जस्तै भ्याल्यु भयो नि होइन, त्यो भ्याल्युले चाहिँ इट्स इट्स अबाउट प्रायोरिटी हो नि त होइन। अनि त्यो भ्याल्यु ओके। त्यो प्रायोरिटी चाहिँ के मद्दत गर्छ भने केमा फोकस गर्ने भनेर हेल्प गर्छ क्या। अब जस्तै हामीहरूको दिन डेली बेसिसहरूमा धेरै कुराहरू हुन्छ द्याट वी हेभ टु फोकस होइन। त्यसले एलाइन गर्छ क्या। ओके लु अब मलाई कामबाट पनि कल आइरहेछ, तर अब हुन्छ नि अब फ्यामिलीसँग पनि टाइम बिताउनु पर्ने छ, म के गर्नु होइन। सो इन टर्म्स अफ द्याट भ्याल्युले हेल्प गर्छ बिकज यो प्रायोरिटी इज यो फ्यामिली राइट। अनि स्पेसली लामो समयसम्म टाइम स्पेन्ड गरेको छैन भने त यु गाट प्रायोरिटाइज योर फ्यामिली राइट। अनि इन्टेन्सनले चाहिँ म चाहिँ कसरी प्रयोग गर्छु भने म जे सोच्छु जे गर्छु होइन त्यो हिसाबले गर्छु कि अरू कसैलाई असर नपरोस् होइन। मैले बोलेको कुराहरू र मैले गरेको एक्सनहरूले होइन अरूलाई नेगेटिभ वेमा असर नगरोस् होइन। अब कोही कोही बेला त हुन्छ अब रिसको झोकमा केमा हुन्छ नि बोलिहाल्ला होइन। बट त्यो चाहिँ आफूले रियलाइज गर्नु पऱ्यो क्या। वी हेभ टु रियलाइज एन्ड करेक्ट द्याट होइन। अनि पर्पस मलाई चाहिँ यो चाहिँ इट्स अ बिग आई एम भेरी बिग अन ह्याभिङ पर्पस राइट। स्पेसली एज अ म्यान वी हेभ टु हेभ अ पर्पस राइट। किनकि पर्पस भनेको इट्स लाइक आवर हामी कहाँ जाने भनेर म्याप हो नि त होइन। अब अभियसली त्यो म्याप त उयो हुँदैन लाइक एभ्री म्याप लाइक अब Hey एभ्री Sam, भन न। I don't want to interrupt, but not only as a man, I mean, like, let's be for everyone. Yeah, no, for everyone, but I'm talking as a You know, man. म त म्यान हो नि त। yeah. But I'm um, saying like everyone should have their own purpose. Like absolutely, absolutely. I thought you said like just for a man. Like no, not only for a man. No, होइन I मैले just चाहिँ want भनेको to लाइक clear that thing out. ल म चाहिँ अब केटा भएर कुरा गरेको होइन। एन्ड द थिङ Mm, अब पर्पस इज मान्छेहरूले चाहिँ अब पर्पस भन्ने बित्तिकै के सोच्दो रहेछ भने ओ आई गार हेभ पर्पस लाइक मदर टेरेसा हुन्छ नि अब मार्टिन लुथर किङ जस्तै। इट्स गुड टु ह्याभ पर्पस लाइक द्याट इफ यु रियली वान्ट टु मेक बिग चेन्जेस इन द वर्ल्ड। तर पर्पस does not always have to be big क्या। द पर्पस क्यान अल्सो बी लाइक ओके मलाई हुन्छ नि मेरो परिवारलाई सुख जिन्दगी दिनु छ, मलाई मेरो जिन्दगी मेरो फ्युचर जेनेरेसनहरू राम्रो बनाउनु छ। द्याट क्यान बी अ पर्पस टु होइन। अनि अघि भने जस्तै पर्पस इज समथिङ द्याट क्यान चेन्ज ओभर टाइम राइट। अब डिफ्रेन्ट yeah. फेजेसहरूमा चेन्ज हुनसक्छ क्या। सो आई थिङ्क इट्स रियली इम्पोर्टेन्ट टु ह्याभ पर्पस इन लाइफ। पर्पस भयो भने चाहिँ ओके म यहाँ जाँदैछु, मलाई यो गन्तव्यमा पुग्नु छ भनेर थाहा हुन्छ। अब त्यो सबै बाटोहरू त थाहा हुँदैन, तर एटलिस्ट हामीलाई थाहा हुन्छ नि त हामी कहाँ जानुपर्छ, के बनिनुपर्छ, मलाई के गर्नु छ भनेर थाहा हुन्छ होइन। अनि जस्तै तिमीले भने जस्तै अघि एज वी ड्राइभ थ्रु लाइफ एज वी हुन्छ नि लाइक टेक एक्जिट्स एन्ड त्यो लेनहरूमा उयो गर्दै चेन्ज गर्दै गएपछि वी विल इभेन्चुली गेट देयर राइट। अनि द्याट्स वाइ मैले यो भिआइपी फर्मेट चाहिँ आई अलरेडी इम्प्लिमेन्ट इन माई लाइफ। वेन एभर आइ एम मेकिङ लाइक बिग डिसिजन ओर वेन एभर लाइक आइ एम ह्याभिङ हार्ड टाइम म चाहिँ योमा आउँछु क्या। ओके मेरो पर्पस यो छ जिन्दगीमा, म अहिले यसो गर्दैछु, सो मैले के गर्नुपर्छ लाइक म अब मेरो त्यो गन्तव्यबाट अलिकति हटेको छु भने कसरी ब्याक ट्र्याक आउने होइन त। अनि म चाहिँ त्यसरी द्याट्स द वे आई एप्लाई भिआइपी इन माई लाइफ। र मलाई लाग्छ इट्स अल्सो समथिङ द्याट क्यान हेल्प यु इन अ लङ रन राइट। इफ युआर समबडी द्याट डोन्ट नो your purpose in life or the meaning of life, I will say definitely try VIP. Live value driven life, live your life with intention,
एन्ड लिभ अ पर्पसफुल लाइफ राइट अनि कमलको फर्मेट इज अल्सो मलाई चाहिँ धेरै मन पर्यो किनकि यो भिआइपीले इट माइट हेल्प यु विथ लिटल निडी ग्रिडी थिङ्स इन लाइक हुन्छ नि इन अ रेगुलर बेसिस अफ लाइफ कमलको चाहिँ Mhm. फर्मेट चाहिँ कस्तो छ भने मैले एनालाइज गरेर बुझेको चाहिँ इट्स थिङ्किङ द बिगर पिक्चर राइट किनकि Mhm. द बिगर पिक्चर इज हामी जन्मिन्छौँ हामी मर्छौँ अनि वाट एभर ह्यापन बिट्विन द्याट बी एन्ड डी इज अप टु अस It's yeah. या Yeah, so yeah, अघि मैले भने जस्तै क्या like I did not originally create that हुन्छ नि यो एउटा गफमा एकदम like it's one of the respectful guy. I don't want to disclose his name because I did not ask permission to do so होइन तर यो BC did that. I mean I think I can apply that because you know it's a guaranteed permission for me to say it किनभने I deep dive into it on my own हुन्छ नि राइट like त्यो सीमा त मै हो नि त like I have to deep dive into for me. So यस्तो हो अघि मैले तिमीलाई भने जस्तै बी बर्थ होइन डी डेथ अनि सी भनेको चोइस लाइक ओके के चोइस बनाउने त मैले लाइक कस्तो खालको चोइस बनाउने त मैले होइन किन बनाउने त्यो चोइस होइन अनि कहाँ लाइक त्यो चोइसले चाहिँ आफूलाई कहाँ केमा पुर्याउँछ भन्ने कुरा मात्रै होइन क्या जस्तै right choice like I can choose to go one of the store अघि मैले भने जस्तै and it might be like 20 minutes away from here अब यदि त्यो कुनै मसँग चाहिँ रेगुलर हिँड्ने बाटो क्लोज भयो म यहाँ भर्खर भर्खर पनि नयाँ सरेको छु अरे फर इक्जाम्पल त्यो एउटै बाटो मलाई थाहा थियो त्यो बाटो बन्द भयो मसँग फोन छैन अब म त्यहाँ त पुग्नु पऱ्यो नि त मेरो निटको लागि त राइट सो आई निड टु हेभ सम काइन्ड अफ अ वे टु गो देयर सायद म कुनै गाडीलाई फलो गर्दै जान्छु तर आई डोन्ट नो त्यो अगाडिको गाडी त कहाँ जान्छ त अब त्यो अर्काको गाडी त कहाँ जान्छ नि like I can't just fully like trust someone else like they can drive for me to get my path हुन्छ नि like कसैले पनि मेरो बाटो like मेरो बाटोको लागि कसैले पनि like उनीहरूको गाडी लिएर जाइदिँदैन क्या किनभने मैले आफ्नै बाटो बनाउनु पर्ने हुन्छ या सो त्यसमा त्यही छ लाइक मैले अघि भने जस्तै क्या लाइक वाट चोइस यु वान्टेड टु मेक अनि त्यसले चाहिँ कस्तो खालको रिफ्लेक्ट गर्छ क्या अघि तिमीले भने जस्तै लाइक रिफ्लेक्सन इज आई थिङ्क इट्स अल्सो वान अफ द बिग a word that can play into your meaning of life like reflect it like whatever happened तिमीले नि सेन कतिवटा कुरो चाहिँ इमेज लाइक अघि मैले भने नि लाइक इमेजिनेसन क्यान किल यु भनेर अल्सो इमेजिनेसन क्यान रिबिल्ड यु टु क्या किनभने तिमीले इमेजिन गरेर एउटा भिजुलाइजेसन गरेर पिक्चर गऱ्यो भने यु क्यान मेक द्याट ह्यापन राइट सिम्पल एउटा कोड छ नि अल्बर्ट आइन्स्टाइनको लाइफ इज लाइक अ बाइसाइकल बट यु हेभ टु ब्यालेन्स इट फर स्योर के अरे लाइफ इज लाइक अ राइडिङ अ बाइसाइकल यु हेभ टु ब्यालेन्स इट क्या साइकल कुदाउन जानेन भने त फेरि त्यो थाम्न जानेन भने त लड्यो नि त होइन अनि अर्को त्यो ज्याक माले भनेको छ नट ज्याकमा ब्रुसली एउटा उसको एउटा एकदमै मलाई त्यसले चाहिँ एकदम इट्स अ भेरी फिलोसफर एन्सर बट इट्स भेरी डिप डाइभ इन्टु इट इफ यु लुक इन्टु बी लाइक वाटर माई फ्रेन्ड भनेको छ नि एम्प्टी यर माइन्ड बी फर्मलेस होइन be shapeless and if you put water on a cup it will be a cup and if you put water on teapot it will be a teapot if you put water in a bottle it will become water right water can crash or it can be flow so be a water my friend भनेको छ नि त्यो हो क्या जीवनमा पानी जस्तो बनिनुपर्छ क्या पानी जहाँ हाल न अब पानी तिमीले बोतलमा हाल त बोतल भयो नि त चिया पकाउनुको लागि हाल त चिया भयो पानी त भएन त्यो त चिया भयो होइन पानी एउटा कुनै ड्रिङ्क्स बनाउन हाल त त्यो त ड्रिङ्क्स पो हुन्छ त पानी त हुँदैन नि त त्यो पानी बिना त त्यो त भएन नि त ड्रिङ्क्सहरू केही पनि राइट आई लाइक द्याट कोड किनकि त्यो कोड काइन्ड अफ टक्स अबाउट हाउ एज लाइक हुन्छ नि ह्युमन बिङ वी हेभ टु बी एड्याप्टेबल क्या किनकि
Yeah. तिमीले भने जस्तै पानी जेमा हाल्यो त्यही बनिन्छ र जसरी चलायो अरू थोक पनि बनिन्छ नि त होइन? सो Yeah. एज अ ह्युमन बिइङ आई थिङ्क इट्स And then इम्पोर्टेन्ट। it's like अन्तिममा पनि भन्छ नि लाइक वाटर क्यान फ्लो or इट क्यान क्रास अरे क्या। उम्, त्यहाँनेरि छ द्याट्स क्या एउटा एउटा लाइक इट्स एकदम महत्त्वपूर्ण। सो तिमीले लाइफ त कसरी लाने अगाडि होइन? एकदम लाइक आफ्नो गन्तव्यमा लाने कि अथवा क्र्यास गर्ने कि तिम्रो लाइफ क्रास क्रास गर्ने कि अँ, होइन? लाइक विच एभर वे यु वान्ट टु टेक इट बट यु हेभ टु टेक इट हुन्छ नि। लाइफ डज नट स्टप। राइट। नो द्याट्स ब्युटिफुल, द्याट्स वेल आई सेड। एन्ड देन अल्सो लाइक अघि मैले भने जस्तै क्या एकदम त्यो सीमा एकदम लाइक चुज नै हो जस्तो लाग्छ मलाई। लाइक वाट एभर यु चुज इट विल रिफ्लेक्ट। लाइक वाट एभर यु चुज टु डु, यदि तिमीले अहिले चाहिँ लाइक लेट्स से यु चुज टु कट यर ह्यान्ड इट्स गोना रिफ्लेक्ट राइट। उम्, एन्ड इफ यु चुज टु वाच मुभी इट्स गोना रिफ्लेक्ट। इफ यु चुज टु गो समवेयर इट्स गोना रिफ्लेक्ट। उहुँ, होइन? त्यो रिफ्लेक्सन छ नि त, जहाँनेरि हामीले छान्छौँ त्यहाँनिर त देख्छ नि त। त्यो हो क्या लाइक रिफ्लेक्सन एन्ड चुज। आई फिल लाइक दोज आर द टु ब्युटिफुल थिङ्स द्याट यु माइट वान्ट टु डिप डाइभ इन्टु इट जस्तो लाग्छ मलाई चाहिँ होइन? उम्, But yeah, I mean, like, if you choose whatever you wanted to do, you'll of course find a purpose of it too. राइट। कमल, Do it with good intention उहुँ, and value it whatever the most priority things for you in your life. राइट, भिआइपी, लेट्स गो भिआइपी, राइट? Very important person. It's only you. What do you think about regret, कमल? तिमीलाई रिग्रेटको बारेबाट के लाग्छ? It's the decision that you make. So why do you want to regret it? I don't regret things in life. It's I don't think happened. anybody should. No, I don't think so. किनभने रिग्रेट चाहिँ किन गर्ने त? रिग्रेट गर्नु भनेको त यु आर हार्मिङ your self क्या? Because उहुँ, you will be overthink. जस्तै अहिले कति बज्यो? अलमोस्ट 1 बज्न हेर त आँट्यो टाइम। बेलुकाको। लेट्स से अहिले 12:43 भयो होइन? अँ, So what is today? November 17th, Sunday, November 17th, 2025, 12:40. अब यो आउँदैन क्या? राइट। 12:40 त आउँछ, तर November 17th, 2025, 12:40 AM भोलि आउँदैन क्या? उम्, It's gone. सक्यो। It's gone. राइट। I don't think anybody should regret their life either, किनकि Yeah or no? whatever happened, happened क्या? लाइक जे भयो, भयो। Learn from it, but do not regret it. एक्ज्याक्टली, राइट। So लाइक मान्छे लाइक इमोसनल्ली लाइक हुन्छ नि लाइफमा इमोसनल्ली अलिकति ब्याक डाउन हुनेको कारण पनि कति मान्छेले चाहिँ रिग्रेट त्यसरी ओ सिट मैले यस्तो गरेँ होला। यदि आफूलाई थाहा छ यो कुरालाई यस्तो खालको रिफ्लेक्ट गर्छ भने देन डोन्ट डु इट। सिम्पल, डोन्ट डु इट। अब जस्तै तिमीलाई अहिले काट्नेले चाहिँ काट्छ भनेर थाहा छ भने तिमी हात काट्छौ? उहुँ, नो लाइक जस्ट थिङ्क अबाउट इट। अब तिमीलाई अहिले मैले थाहा भयो काट्ने लु सन्तोष तिमी हात काट त भन्यो भने त्यो त तिमीले लाइक रिफ्लेक्ट गर्ने हो नि त। ओ लाइक इमेज गर न, मैले हात काटेँ भने त म त दुख्छ त। अँ, So do you think you're gonna do that? of course not. Say simple. Yeah, like So what do you think? I agree with you because the thing about regret is, you know, it's I feel like it's harming your body. तिमीले भने जस्तै होइन? किनकि Yeah, you're harming yourself. it's harming our mental health because when you regret and when you think about it, धेरै नेगेटिभ कुराहरू आउँछ होइन? नेगेटिभ सोचहरू आउँछ अनि that actually reduce your you know, like it affects your mental health, it affects your immune system, right? So I don't think anybody should regret. It's important to kind of reflect back but Mm. never regret um
life is about living and learning. Life gives you 100 chances. Every day you wake up is a new day for you. Every day you Yeah. wake up is an opportunity for you to do things better, right? So Yeah. whatever you're going through in life, right? It's it's what do you do with the next day? Okay, आज नराम्रो भयो होला हुन्छ नि. Maybe I had a bad day, or maybe today was not the best day, but tomorrow can be better, right? It's about creating a better Yeah. tomorrow. But it's like, like I mentioned earlier, it's on you, bro. Like I can give you like 1,000 different advice, but Hmm. it's on you to take it. Like, how do you want it to implement that हुन्छ नि? Right. Like कुन सेक्टरमा कुन फ्याक्टरमा लाइक कुन खालको स्टोरी लाइनमा चाहिँ त्यो म्याच हुने. Like I'll give you like maybe if you ask me about advice about this, I'll give you that, maybe this and that. तर you have to know yourself too first कि आफूलाई पनि थाहा हुनुपर्छ है फेरि. यदि आफूलाई थाहा भएन भने चाहिँ मैले दिएको ओपिनियन चाहिँ इम्पोर्टेन्ट लागेर भोलि त्यो खालको लाइफ जिउन सक्छ मान्छेले. यो पनि Hmm. एउटा लाइक यो पनि एउटा लाइक गम्भीर कुरो हो कि मान्छेले बुझ्नुपर्ने. कुनै पनि एउटा फिलोसफर मान्छेले अथवा कुनै पनि एउटा आफूलाई कसैले म्यानिपुलेट गर्न सक्ने खालको मान्छे छ भने उसको कुरो सुनेर चाहिँ कति लिने भनेर चाहिँ आफूलाई थाहा हुनुपर्छ. यदि आफू फुल्ली म्यानिपुलेटेड भयो भने चाहिँ देन यु विल बी फल इन्टु इट. किनभने मेरो लाइफ लाइक द वे हाउ आई लिभ इज डिफरेन्ट देन द वे हाउ यु लिभ. लाइक द वे हाउ आई लिभ इज डिफरेन्ट फ्रम 8 बिलियन्स अदर पिपल क्या. आइम नट सेङ द्याट कसरी भन्नेमा होइन क्या. द वे अफ हाउ आई थिङ्क अबाउट लाइफ इज डिफरेन्ट देन 8 बिलियन्स पिपल. Hmm. हुन्छ नि. इट्स जस्ट अ सिम्पल एन्सर. लाइक त्यति नै मात्रै हो. किनभने तिमी पनि त्यही हो. लाइक द वे हाउ यु थिङ्क यु लिभ लाइक 8 बिलियन्स पिपल. लाइक यु डोन्ट लिभ विथ 8 बिलियन्स ओपिनियन क्या. लाइक यु लिभ विथ just one opinion out of 8 billion. Right. Yeah. Because you have different meaning of life, I have different meaning of life. Even though at the end of the day, like, it is what it is, but only you have that in power to overview yourself, okay? Right. त्यति भन्दै कमल, like I agree with you. It's we all have our own life, and it is our responsibility to create the life we want. And it's not easy, but hopefully हामीले भनेको कुराहरू हुन्छ नि, it will give you some ideas, it will give you the framework. कमलको framework र मेरो BCD and VIP, those frameworks can help you होइन. त्यति भन्दै कमल, so I want to start a tradition यो पडकास्टमा. जो Mm, जति पनि गेस्टहरू आउनुहुन्छ नि, mm. अन्तिममा चाहिँ हामीहरू गेस्टलाई चाहिँ यो क्वेसन सोध्दैछौँ क्या, वाट इज द मिनिङ अफ लाइफ भन्ने. किनकि Yeah, of course, of course, of course. Like it ती will be very entertainment to understand their एक्ज्याक्टली perspective of life, you know? Yeah. एक्ज्याक्टली. Hey, dude, like I said, म चाहिँ जहिले पनि like no, I am willing to like answer that question, and then I think people are too. I don't think they're hesitated किनभने यस्तो नि त. म अहिले पनि यहीँबाट भन्छु क्या. म मेरो कुनै साथीहरूसँग चाहिँ डिबेट गरेँ भने इट्स नट बिकज आई डोन्ट लाइक यर एन्सर, बट इट्स जस्ट द्याट आई लभ टु डिबेट बिकज या. वाट इज लाइफको कहिले पनि फ्याक्ट एन्सर नै छैन. सो इट्स अ मह्म. डिफ्रेन्ट भेरियस एन्सर होइन. लाइक डिबेट त गर्न पाइयो नि त. लाइक या, कुटपिट एब्सोल्युटली. मारकाट यस्तो यस्तो लाइक यस्तो खालको अग्रेसिभ पो नहुनु भने त. You just can't just debate it, It's a very राइट. debatable question and topic, Um, yeah, and then I think also San, yeah, हाम्रो yeah, like upcoming episodeहरूमा गेस्टहरूलाई, yeah, of course, I feel like this will be very interesting. मह्म. या, लाइक ओके, हुनु त सिन्स वी वान एक्स आवर गेस्ट होइन, हाम्रो अब मिनिङ पनि भनिदिउँ न. अब तिमी पहिले तिम्रोबाट सुरु गर, म मेरो भन्छु होइन. वाट्स द मिनिङ अफ लाइफ Mhm. फर यु? Meaning of life is, like you said, there will be a new day every day. So wake up and do what is right for you. And that's the meaning of life for me. Is like things change rapidly. I know. Learn how to like adapt environment, like by the nature. मह्म.
within you because your body requires that in order to like physically and mentally to be perform too. Right. Trust me, like हामी भित्र मात्रै बस्यो भने त्यो हुँदैन क्या, त्यो वर्कआउट हुँदैन. So spend some time, like spend some quality time with nature outside. The meaning of life for me, I feel like like what do I wanted to value, like you said, what kind of choice do I wanted to make. uh, Still there is long way to go for me, but what hope do I still have, हुन्छ नि. Mm-hmm. And then like how do I wanted to move forward with my life, हुन्छ नि. It will never stop. Right. The only That's day it that's will stop beautiful. is the day that I'm gone. Yeah. That's the meaning of life for me, my friend. What is the meaning of life for you? Um, for me, I think the meaning of life is to be the best version of yourself, होइन? किनकि हामीहरूको बेस्ट भर्जन भयो भने द्याट्स वेयर एभ्रिथिङ फ्लोज फ्रम क्या. हामी Yep. जस्तै अब लाइक म द बेस्ट भर्जन अफ स्यान भयो भने I'll be a good Mm. son, I'll be a good partner, I'll be a Yeah. good friend, होइन? अनि I think it's about making little changes in life, in other Yeah. people's life, right? I believe I always been a giver, right? Like म चाहिँ लाइक सानैदेखि हुन्छ नि लाइक आई डोन्ट त्यो कस्तो लाइक दुःख नदेख्ने क्या अरूको. सो वाट एभर वे सेप र फर्म द्याट यु क्यान हेल्प अदर्स क्या. लाइक अब इट Mm. डजन्ट ह्याभ टु बी बिग क्या. अब जस्तै होल्डिङ द डोर फर अदर पिपल, Yeah. स्माइलिङ एट देम. Not all heroes wear cap. Yeah, where's my cat? um, कस्तो लाइक I know. हामी we don't realize the impact that we have in other people, okay? Like Yeah. No, like we no, seriously, yeah. sometimes we are like dwell on our own thoughts and our own misery that हामी सोच्दैनौँ कि हामीहरूको हाँसीले हामीहरू कसैलाई डोरहरू होल्ड गरिदिउँ, कसैलाई केही गऱ्यौँ भने it might impact them in a good way, So मेरो विचारमा चाहिँ I think that's the meaning of life is to be the best version of yourself and Yeah. to help out others in whatever shape or form possible. Okay. Yeah. I think that's a very delightful answer, I know. Mm. Yeah, yeah, yeah. I mean, like I said, you have different perspective, I have different perspective in life, I know. Yeah. अब सबैको आफ्नो छ जीवनमा कसरी के गर्ने भन्ने कुराहरू हो. हामीले सानो सानो गरेका कुराहरूले लाइक ठुल्ठुलो भूमिकाहरू नि खेल्न सक्छ हाम्रो जीवनमा. तर अब हामीले चाहिँ अरू कुरो चाहिँ लाइक यसरी पनि बुझ्नु पऱ्यो, अघि भने जस्तै लाइक हामी सबैजनालाई केही न केही कसैले केही सोध्यो भने हामी हाम्रै हुन्छ नि लाइक एक्सपिरियन्सले नै कतिवटा एडभाइसहरू दिन सक्छौँ होइन, कतिवटा सल्लाहहरू दिन सक्छौँ. तर त्यो सल्लाह चाहिँ त्यो मान्छेलाई लागु नै हुनुपर्छ, लाग्नै पर्छ भन्ने पनि होइन. Right. किनभने आफ्नो जीवन आफ्नो सङ्घर्ष होइन, आफ्नो दुःख आफ्नो खुसी आफ्नो होइन एउटा मस्ती आफ्नो हिँडाइ आफ्नो गन्तव्य आफ्नो ठाउँमा छ, आफै फ्लो हुँदै जान्छ. तर इट्स जस्ट द्याट एटलिस्ट कसैलाई चाहिँ एउटा अपर्च्युनिटी पनि हुनसक्छ कि यो हाम्रो पडकास्टले लाइक मेबी दे विल लाइक हुन्छ नि दे माइट गन लाइक चेन्ज द कन्सेप्ट अफ देयर थिङ्किङ. किनभने Exactly. कुनै कुनै कुरा लाइक कुनै कुनै कुरा चाहिँ जस्तै अघि सन्तोष र मैले नै भने जस्तो लाइक टाइम त हुँदैन, लाइक 25 वर्षमा पनि मान्छे लाइक यताउता सोच्न सक्छ भन्ने कुरा होइन. तर एउटा जे होस् 16-17 इयर्समा प्र्याप गर आफूले आफूलाई भने चाहिँ थोरै त्यो 25मा पुग्दाखेरि सायद उसले उसको पर्पज अफ लाइफ फाइन्ड गरिसक्छ क्या. किनभने 25 वर्षमा पुगेर फाइन्ड गर्नुभन्दा एटलिस्ट 16-17 वर्षदेखि उसले होइन लाइक एटलिस्ट इफ यु लाइक dig into it, then maybe you'll find it, होइन. Mm. Live the way how you wanted to live, but have some kind of like choose like what do you want it to do, हुन्छ नि. And make sure like you don't regret that too. Like Live and make learn. something that can reflect it. Yeah. Yep, live and learn. And अघि भने जस्तै क्या, you can always dream big, हुन्छ नि. MLK
Mother Teresa, Gandhi, जो कोही जस्तो पनि, like you can always dream big, but first you have to change yourself in order to change the world. For sure, for sure. Um, yeah, I agree with that. You can, the possibilities are unlimited, as long as Yep. you know imagine, and as long as you work towards, you can do anything and be anybody, and whatever thing you want to achieve, you can. त्यति भन्दै this was probably यो टपिक नै कम्प्लिकेटेड थियो, सो हामीहरू अल ओभर द प्लेस पनि गयौँ होला होइन. सो इन केस द्याट ह्यापन, हामीहरूलाई इफ केही गल्तीहरू भयो भने, केही सल्लाह सुझावहरू छ भने कमेन्टमा लेख्न सक्नुहुन्छ. र गल्तीहरू केही भुलहरू गऱ्यो भने हामीले सानो सम्झेर क्षमा गरिदिनु. द्याट बिङ सेड, त्यही हो, इट्स द पर्पज अफ द पडकास्ट ओर दिस टपिक स्पेसिफिकली चाहिँ त्यही हो, लाइक टु have a dialogue, or to have people think about life and how they're living their life and what direction they want to take. किनकि कति प्रायले त हामीहरू सोचिरहेको हुँदैन क्या, we are just living life in a autopilot होइन. So it's time to come out of autopilot and live life that is with intention, value driven life and purposeful life. त्यति भन्दै, दिस इज अ प्रोजेक्ट मनका कुरा. इफ युआर वाचिङ इन युट्युब, धेरै धेरै धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा. र यो पडकास्ट तपाईँहरूले स्पोटिफाई र एप्पल पडकास्टमा पनि सुन्न सक्नुहुन्छ. अनि यो भिडियोहरू पडकास्टहरू बनाउनु धेरै मेहनतहरू र हार्डवर्कहरू जान्छ. र वी विल रियली एप्रिसिएट इफ यु गाइज क्यान लाइक एन्ड सेयर एन्ड सब्सक्राइब. त्यति भन्दै, दिस इज प्रोजेक्ट मनका कुरा. मेक श्योर यु लिभ यर लाइफ विथ इन्टेन्सन. त्यति भन्दै, थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड. दिस इज प्रोजेक्ट मनका कुरा. म स्यान र म कमल बिदा हुन चाहन्छु. नमस्कार.